लो सिइई एस्पायरेन्ट के छ हालखबर? सन्चै हुनुहुन्छ? आज हामी चाहिँ टार्गेट सिइई है, टार्गेट सिइई 2083 है, टार्गेट सिइई 2083 को है इक्जाम चाहिँ नजिक छ। त्यही भएर अब हामी पढाइतिर ध्यान दिन पर्यो है। ठिक छ, आज हामी न्यू बेस भनेर यहाँ सुरुदेखि है पढ्न गइरहेछौँ। हेर त, आजको च्याप्टर हाम्रो भनेपछि हाइड्रोकार्बनको बारेमा पढ्छौँ है। सुरुदेखि अलिकति यसो हाइड्रोकार्बनको बारेमा हामीले हाइड्रोकार्बन भनेको के हो, यसको टाइप्स कति प्रकारको हुन्छ है, त्यसको बारेमा डिस्कस गर्छौँ। हेर्नु त यता, हाइड्रोकार्बन भनेको नाममै छ यसको, हाइड्रोजन र कार्बन मिलेर बनेको कम्पाउन्डलाई हामी के भन्छौँ? हाइड्रोकार्बन भन्छौँ है। हाइड्रो हाइड्रो हाइड्रोजन र कार्बन मिलेर बनेको कम्पाउन्डलाई हामी के भन्छौँ? हाइड्रोकार्बन भन्छौँ। अब यो कम्पाउन्ड चाहिँ कि त तिम्रो एरोमेटिक हुन सक्छ, कि त एरोमेटिक हुन सक्छ, कि त एलिफेटिक हुन सक्छ है, कि त एलिफेटिक हुन सक्छ है। यहाँ हेर्नु त, यसको टाइप्सको बारेमा पढ्ने हो भने हाइड्रोकार्बन भनेको तिम्रो दुईटा प्रकारको हुन सक्छ, कि त एलिफेटिक हुन सक्छ, कि त एरोमेटिक हुन सक्छ। अब यहाँ ध्यान दिनु, एलिफेटिकलाई पनि तिम्रो दुई पार्टमा डिभाइड गरिएको छ है, सेचुरेटेड अनि एनसेचुरेटेड हाइड्रोकार्बन भनेर। हेर त, अब सेचुरेटेड हाइड्रोकार्बन भनेको कुन कार्बनलाई हामीले सेचुरेटेड हाइड्रोकार्बन भनिन्छ? यस्तो कम्पाउन्ड जोसँग सिङ्गल बन्ड हुन्छ, यस्तो कम्पाउन्ड जसले सिङ्गल बन्ड बनाउँछ, जससँग सिङ्गल बन्ड हुन्छ, त्यस्तोलाई हामीले के भन्छौँ? सेचुरेटेड हाइड्रोकार्बन भन्छौँ। अनि अनसेचुरेटेड हाइड्रोकार्बन भनेको डबल अथवा ट्रिपल बन्डले बनेको हाइड्रोकार्बनलाई हामी के भन्छौँ? अनसेचुरेटेड हाइड्रोकार्बन भन्छौँ है। अब सेचुरेटेड हाइड्रोकार्बन तिम्रो एउटा बन्ड, सिङ्गल बन्डले मात्र बनेको हाइड्रोकार्बन भनेपछि त्यो के हो? अल्केन हो। त्यसपछि अनसेचुरेटेड हाइड्रोकार्बनको ग्रुपमा आउने भनेपछि अल्किन अनि अर्को के? अल्काइन है। अल्किन अनि अल्काइन है। ध्यान दिनु, अल्केन भनेको सिङ्गल बन्ड भयो, अल्किन भनेको डबल बन्ड भयो, अल्काइन भनेको तिम्रो ट्रिपल बन्ड भयो है। अब यहाँबाट पनि कहिलेकाहीँ क्वेसन सोध्छ। हेर त, सिङ्गल बन्डले अलवेज सिग्मा बन्ड हुन्छ, सिङ्गल बन्ड अलवेज कन्टेन सिग्मा बन्ड। तर तिम्रो अल्किन भनेको त डबल बन्ड भयो नि। अब यो डबल बन्डमा एउटा सिग्मा बन्ड हुन्छ, एउटा के हुन्छ? पाई बन्ड हुन्छ, एउटा के हुन्छ? पाई बन्ड हुन्छ। अनि अल्काइनमा हेर त, ट्रिपल बन्डको कुरा गर्दाखेरि यसमा चाहिँ एउटा सिग्मा बन्ड हुन्छ अनि दुईटा के हुन्छ? दुईटा पाई बन्ड हुन्छ है। त्यसपछि हेर्नु त, एरोमेटिकको कुरा गर्दाखेरि यस्तो फिगरवाला बेन्जिन जस्तो फिगरवालालाई हामीले के भन्छौँ? एरोमेटिक हाइड्रोकार्बन भन्छौँ है। जस्तै हेर त, इक्जाम्पलको लागि बेन्जिन भयो, नेपथलिन भयो, एन्थ्रासिन भयो है। अब बेन्जिनको कुरा गर्दाखेरि हेर्नु त, बेन्जिनको कुरा गर्दाखेरि यसरी अल्टरनेटिभ हामीले के राखेको हुन्छौँ? डबल बन्ड राखेका हुन्छौँ है। अल्टरनेटिभ के राखेका हुन्छौँ? डबल बन्ड राखेका हुन्छन् है। ठिक छ। अब यसमा कहिलेकाहीँ एन्थ्रासिन, नेपथिलिन अनि बेन्जिनमा है सिग्मा बन्ड कतिको हुन्छ है, कतिवटा सिग्मा बन्ड हुन्छन्, कतिवटा पाई बन्ड हुन्छन् है, त्यो काउन्ट गर्न भन्छ। अब ध्यान दिनु, यसमा चाहिँ सिङ्गल बन्ड अलवेज के हुन्छ? तिम्रो सिङ्गल बन्ड अलवेज के हुन्छ? सिग्मा बन्ड हुन्छ। डबल बन्डमा एउटा सिग्मा एउटा पाई हुन्छ। अल्काइनमा तिम्रो एउटा सिग्मा अनि दुईटा के हुन्छ? पाई हुन्छ है। यतातिर हेर त, एउटा बन्ड यो, एउटा बन्ड यसरी काउन्ट गर्ने है। सिङ्गल बन्ड भनेको यो सबै पाई भयो, अनि यो डबल बन्ड मल्टिपल बन्ड जुन छ नि, त्यसमा पनि एउटा एउटा पाई के हुन्छ? सिग्मा बन्ड हुन्छ। अनि यहाँ चाहिँ पाई बन्डको कुरा गर्न पर्यो भने पाई बन्ड भनेपछि कतिवटा छन्? तिनवटा छन् है। यहाँ चाहिँ सिग्मा काउन्ट गर्नु होला, सिङ्गल बन्ड जतिवटा आउँछन् त्यो भनेको के हो? पाई बन्ड हो, सरी सिग्मा बन्ड हो है। ठिक छ। यसपछि हामी अगाडि बढ्छौँ। हेर्नु त है, अगाडि बढौँ है। अब अल्केनको जेनरल फार्मुलातिर जाऊँ है। अल्केन भनेको सिङ्गल बन्ड भयो, यसको जेनरल फार्मुला भनेपछि CnH2n+2 हुन्छ है। कहिलेकाहीँ सोध्न सक्छ है। अब जरुरी छैन कि सबै क्वेसन चाहिँ हार्ड
एकदम कम्प्लेक्स नै हाल्छ है। इजी क्वेसन पनि सोच्न सक्छ, सर्फेसली पनि सोच्न सक्छ। यसको जेनरल फर्मुला भनेपछि CnH2n+2 हो है। सेम उस्तै अल्किनको मल्टिपल बन्डमा दुईटा पर्छ, अल्किन र अल्काइन। अल्किनको तिम्रो जेनरल फर्मुला भनेपछि CnH2n हो। त्यसपछि अल्काइनको हेर त CnH2n-2 हो है। यो तिनटाको फर्मुला यसरी रिमेम्बर गर्नु है, दिमागमा राख्नु। हामीले अब तिनटा अल्किन अल्केन अल्किन अल्काइन मध्ये सबभन्दा पहिला हामीले अल्केनको बारेमा पढ्छौँ है। यहाँ हेर्नु त अल्केनको जेनरल फर्मुला फेरि एकचोटि मैले रिमेम्बर गराएँ, CnH2n+2 हो है। अब यो अल्किन भनेपछि यसलाई यो सेचुरेटेड हाइड्रोकार्बन भित्र पर्छ है। अनि अल्किन अल्काइन भनेको अनसेचुरेटेड हाइड्रोकार्बन भित्र पर्छ। यहाँ हेर, अल्किनलाई हामीले प्याराफिन पनि भन्छौँ है। अल्किनलाई हामीले प्याराफिन पनि भन्छौँ। प्याराफिन किन भन्छौँ? किनभने दिस सोज द लेस रिएक्टिभिटी है। यसले लेस रिएक्टिभिटी सो गर्छ टुवर्ड्स केमिकल रिएक्सन। कुनै पनि केमिकल रिएक्सनमा यसको रिएक्टिभिटी के हुन्छ? लेस हुन्छ। अनि यो कुनै पनि केमिकल रिएक्सनमा अल्केनको केमिकल रिएक्सनमा इनर्टनेस बिहेभियर सो गर्छ। इनर्टनेस बिहेभियर सो किन गर्छ भनेर यहाँ हामी तल पढ्छौँ। हेर त, अल्केनले केमिकल इनर्टनेस बिहेभियर किन सो गर्छ? हेर त, सबभन्दा पहिला पोइन्ट भनेपछि नन पोलर नेचर भयो। कार्बन र हाइड्रोजनको बिचमा कस्तो नेचर हुन्छ? नन पोलर नेचर हुन्छ। अब हेर, नन पोलर नेचर भनेको के हो? हेर, कार्बन र हाइड्रोजनको बिचमा इलेक्ट्रोनेगेटिभिटी एकदमै के हुन्छ? लेस हुन्छ। एकदमै के हुन्छ? द इलेक्ट्रोनेगेटिभिटी डिफरेन्स बिट्विन कार्बन एन्ड हाइड्रोजन इज भेरी लेस हुन्छ है। दुवैको बिचमा इलेक्ट्रोनेगेटिभिटी के हुन्छ? एकदमै लेस हुन्छ। अनि जसको इलेक्ट्रोनेगेटिभिटी लेस, त्यसले कस्तो नेचर सो गर्छ? नन पोलर नेचर सो गर्छ। कस्तो नेचर सो गर्छ? नन पोलर नेचर सो गर्छ है। द्याट्स वाइ अब यो नन पोलर नेचरको कारणले गर्दा अल्केनले कस्तो इनर्टनेस बिहेभियर सो गर्छ है? यस्तो इनर्टनेस बिहेभियर सो गर्छ। अर्को नेक्स्ट पोइन्ट हेर्नु त, स्ट्रङ कार्बन हाइड्रोजन बन्ड, त्यसपछि कार्बन कार्बन बन्ड है। यहाँ हेर्नु, अब जुन अल्केनमा कार्बन र हाइड्रोजनको बिचमा बन्ड हुन्छ अथवा कार्बन र कार्बनको बिचमा जुन बन्ड हुन्छ त्यो भनेपछि स्ट्रङ बन्ड हुन्छ है। अथवा यसलाई हामीले सिग्मा बन्ड भन्न सक्छौँ है। अब यहाँ हेर्नु, जुन कार्बन र हाइड्रोजन अथवा कार्बन कार्बनको बिचमा जुन बन्ड हुन्छ त्यो चाहिँ के हुन्छ? किन स्ट्रङ हुन्छ? किनभने तिनीहरूको बिचमा जुन बन्ड डिसोसिएसन एनर्जी हुन्छ नि, बन्ड डिसोसिएसन एनर्जी हुन्छ, त्यो चाहिँ हाइएस्ट हुन्छ है। द बन्ड डिसोसिएसन एनर्जी बिट्विन कार्बन एन्ड हाइड्रोजन अथवा कार्बन कार्बनको बिचमा बन्ड डिसोसिएसन एनर्जी धेरै भएको कारणले गर्दा तिनीहरू कस्तो हुन्छन्? स्ट्रङ हुन्छन् है। अनि यो धेरै बन्ड डिसोसिएसन एनर्जी भएको कारणले गर्दा तिनीहरूको बिचमा भएको बन्डलाई ब्रेक गर्न के हुन्छ? डिफिकल्ट हुन्छ। के हुन्छ? भेरी डिफिकल्ट हुन्छ है। त्यसपछि नेक्स्ट पोइन्ट हेर त, अल्केनको हाइब्रिडाइजेसन भनेपछि कस्तो हाइब्रिडाइजेसन सो गर्छ? यसले sp3 हाइब्रिडाइजेसन सो गर्छ है। यिनीहरूको बिचमा एङ्गल, कार्बन कार्बनको बिचमा एङ्गल चाहिँ कति डिग्रीको हुन्छ? 109 डिग्रीको हुन्छ है। त्यसपछि यिनीहरूको सेप कस्तो हुन्छ? टेट्राहेड्रल सेप सो गर्छन् है। अल्केनले कस्तो सेप सो गर्छ? टेट्राहेड्रल सेप सो गर्छ है। अनि यहाँ मैले नोट भनेर इम्पोर्टेन्ट पोइन्ट लेखाएको छु, यसलाई ध्यान दिनु त। कुनै पनि यदि नम्बर अफ क्वेसनको कुनै पनि अल्केनको नम्बर अफ बोन्ड एङ्गल, त्यो अल्केनमा कतिवटा नम्बर अफ बोन्ड एङ्गल छ निकाल्न पर्यो भने कार्बन नम्बर, यसको ट्रिक चाहिँ के हो? कार्बन नम्बर जतिवटा छ त्यो लेख्ने, त्यसपछि त्यसमा 6 ले के गरिदिने? मल्टिप्लाई गरिदिने है। कार्बन नम्बर लेख्ने र त्यसमा 6 ले के गरिदिने? मल्टिप्लाई गरिदिने है। जस्तै हामीले हेर त, CH4 को नाम के हो? मिथेन है। यसलाई मार्स ग्यास पनि भनिन्छ। यसको काम नेम भनेपछि मार्स ग्यास हो है। ठिक छ। यसमा हामीले नम्बर अफ बोन्ड एङ्गल निकाल्न पर्यो भने हेर त, कार्बन नम्बर कति छ? 1 छ। अनि कार्बन नम्बर 1 भएपछि यसमा कतिले मल्टिप्लाई गर्ने? 6 ले। हेर त, यसमा नम्बर अफ बोन्ड एङ्गल कति छन्?
6 वटा छन् है। त्यसपछि C3H8 यसलाई यसको पनि निकाल्न पर्यो है। यसको निकाल्न पर्यो भने कार्बन नम्बर 3 अनि 6 ले मल्टिप्लाई गर्दा नम्बर अफ बोन्ड एंगल यसरी आयो है। ठीक छ। त्यसपछि व्हाट आर द सोर्स अफ अल्केन हामी व्हाट आर द सोर्स अफ अल्केन अल्केनको सोर्सहरू के हुन् है। पेट्रोलियम अनि नेचुरल ग्यास है। दिज आर द सोर्स अफ अल्केन। त्यसपछि यसको यो च्याप्टरको सबभन्दा इम्पोर्टेन्ट कुरा हामी पढ्न गइरहेछौँ अब है। अल्केनको प्रिपरेसन कसरी गर्न सकिन्छ हो क्वेसन काट्ने भनेको यहाँबाट यसको प्रिपरेसनबाट रिएक्सन मेकानिजमबाट प्राय क्वेसनहरू सोधेको हुन्छ है। त्यही भएर अब यसको प्रिपरेसनमा हामीले ध्यान दिन पर्यो है। प्रिपरेसन नम्बर 1 हेर्नु त 1 मा तिम्रो सोडा लाइम डिकार्बो अक्जिलेसन भनेछ है। अब सोडा लाइम डिकार्बो अक्जिलेसन भनेपछि तिम्रो अब डिकार्बो अक्जिलेसनको मिनिङ बुझ्नु त यसमा कार्बन डाइअक्साइड के गर्नु CO2 निकाल्नु। CO2 हेर त डी भनेको निकाल्नु कार्बो अक्जिलेसन भनेको CO2 है। के गर्नु CO2 निकाल्नु कसबाट सोडा लाइमबाट है। अब सोडा लाइम हेर त सोडा लाइम डिकार्बो अक्जिलेसन अफ कि त सोडियम हुन सक्छ कि त पोटेसियममा हुन सक्छ है। कि त सोडियम साल्ट हुन सक्छ कि त पोटेसियम साल्ट हुन सक्छ है। यसको हेर त फार्मुला स्ट्रक्चर हेर्नु त RCOONA है। यहाँ सोडा लाइम तपाईले के बुझ्नुहुन्छ NaOH अथवा CaO बुझ्न सकिन्छ है। हेर्नु त यहाँ RCOONA है। RCOONA लाई हामीले सोडा लाइम बाट रिएक्सन गराउँदाखेरि हेर त NaOH र CaO सँग रिएक्सन गराउँदा हेर त यहाँ के बन्न जान्छ हेर यति COO अनि यति पार्ट है। डिकार्बो अक्जिलेसन भनेको यति पार्ट ब्रेकडाउन हुन्छन् है। केमा तिम्रो बाई प्रोडक्ट Na2CO3 सोडियम कार्बोनेटमा गइहाल्छन् है बाई प्रोडक्टमा। अनि यति हटेपछि यति यहाँबाट हटाएपछि यो NaOH मा बाँकी भएको हाइड्रोजन जो हुनुहुन्छ नि यो हाइड्रोजनलाई हामीले R सँग के गर्दिन्छौँ अट्याच गर्दिन्छौँ। R सँग के गर्छौँ अट्याच गर्छौँ है। अनि यसरी RH बन्न जान्छ। RH भनेको तिम्रो के हो अल्केन हो। RH भनेको के हो अल्केन हो। यहाँ R भनेको अल्काइल ग्रुप बुझ्न सक्छौँ है। R को ठाउँमा अल्काइल ग्रुप बुझ्न सक्छौँ CH3 CH2 यस्तो खाले है। अब यसलाई इक्जाम्पली हामी सम्झौँ त यसो बुझौँ हेर त अब अल्काइलको ठाउँमा R को ठाउँमा मैले CH3 राखेँ है। CH3 COONA हेर त यो भनेको यसको नाम हेर त यो भनेको सोडियम भयो अनि मिथ इथ भनेपछि सोडियम इथानोइड भयो है। के भयो इथानोइड भयो सोडियम इथानोइड यसको नाम है। यसलाई सोडियम डिकार्बो अक्जिलेसन गराउँदाखेरि अब यसको नियम के हो कि यो COONA यो NaOH मा NaO सँग गइहाल्छ अनि यसमा बाँकी बचेको यो हाइड्रोजन तिम्रो यसमा अल्काइल ग्रुप भनेको यो R वाला ग्रुप है। यसमा आएर तिम्रो के हुन्छ अट्याच हुन्छ। अनि यो हेर त यहाँ CH3 थियो भने प्रोडक्टमा तिम्रो के बन्यो CH4 बन्यो। यसको नाम के हो मिथेन हो। यसलाई मार्स ग्यास पनि भन्छ। हेर त N बन्यो कि नै N बन्यो कि हो N बन्यो। अनि बाइटर प्रोडक्टमा तिम्रो के निस्क्यो सोडियम कार्बोनेट है। अनि हेर त यो सोडा लाइम डिकार्बो अक्जिलेसन रिएक्सनमा चाहिँ एउटा एक्सेप्सन छ है। एक्सेप्सन भनेको अब एक्सेप्सन नै बुझ्न पर्यो है। जस्तै हेर त HCOONA यहाँ हेर्नु त यहाँ अल्काइल ग्रुप नभएर हाइड्रोजन छ है। हाइड्रोजन छ HCOONA यसको नाम चाहिँ के हो सोडियम फर्मेट हो। यसको सोडा लाइम डिकार्बो अक्जिलेसन रिएक्सन गराउँदाखेरि हेर त अब नियम के हो यति पार्ट चाहिँ NaO सँग जान्छ बाँकी बचेको हाइड्रोजन यसमा आएर के हुन्छ अट्याच हुन्छ। भनेपछि यहाँ हाइड्रोजन एउटा हाइड्रोजन यसको आएर के बन्यो H2 बन्यो H2 है। के बन्यो हाइड्रोजन बन्यो है। हाइड्रोजन ग्यास बन्यो। बाई प्रोडक्टमा तिम्रो Na2CO3 बन्यो है। अब हेर क्वेसन के सोध्छ यदि सोडियम फर्मेटलाई हामीले सोडा लाइम डिकार्बो अक्जिलेसन गरायौँ भने प्रोडक्ट है यसको प्रोडक्टमा के बन्न जान्छ हाइड्रोजन ग्यास बन्न जान्छ। बाबु यहाँ अल्केन बन्दैन है। अल्केन बन्दैन है ध्यान राख्नु।
ल अब नेक्स्ट पार्ट हेर्नु त, नेक्स्ट अगाडि हेरौँ त। अब रेट अफ डिकार्बो अक्सिलेसन, डिकार्बो अक्सिलेसनको मिनिङ बुझ्नु है। कार्बन डाइअक्साइड निकाल्नु है, कार्बन डाइअक्साइड निकाल्नु भनेको त्यो डिकार्बो अक्सिलेसन हो। अब रेट अफ डिकार्बो अक्सिलेसन भनेको इज डाइरेक्टली प्रोपोर्सनल टु के हुन्छ, स्टेबिलिटी अफ कार्बो एनायन हुन्छ, कार्बो एनायन हुन्छ है। कार्बो एनायन भनेको यहाँ के बुझ्न सकिन्छ, माइनस आई इफेक्ट बुझ्न सकिन्छ है। के बुझ्न सकिन्छ, माइनस आई इफेक्ट बुझ्न सकिन्छ है। तपाईँले रिएक्सन मेकानिजममा पढ्नुभयो होला, प्लस आई इफेक्ट माइनस आई इफेक्ट है। यदि पढ्नु भएको छैन भने ओके, केही भएन, हामी पछि यसको बारेमा पढिहाल्छौँ रिएक्सन मेकानिजममा। दिस इज भेरी भेरी इम्पोर्टेन्ट है। प्लस आई इफेक्ट अनि माइनस आई इफेक्ट है, ठिक छ। यहाँ पहिला ध्यान दिनु, रेट अफ डिकार्बो अक्सिलेसन भनेपछि डाइरेक्टली प्रोपोर्सनल टु के हुन्छ, रेट अफ कार्बो एनायन हुन्छ। अनि रेट अफ कार्बो एनायन भनेको यसलाई हामी माइनस आई इफेक्ट भनेर बुझ्छौँ है। अनि त्यसपछि अर्को पोइन्ट हेर्नु त, रिलेटिभ है, रिलेटिभ होइन, रिएक्टिभिटी, रिएक्टिभ रिएक्टिभिटी अथवा रिएक्टिभ रेट अफ हाइड्रोजिनेसन बुझ्छौँ है। रिएक्टिभ रेट अफ हाइड्रोजिनेसन भनेपछि यसको सिरिज, यो सिरिज तिम्रो लागि भेरी भेरी इम्पोर्टेन्ट छ। डाइरेक्ट क्वेसन सोध्छ है, विच वान इज मोर रिएक्टिभ भनेर। तिम्रो इक्जाम्पल दिएको हुन्छ, अप्सनमा अप्सन दिएको हुन्छ है, सरी अप्सन दिएको हुन्छ, त्यसबाट तिम्रो डाइरेक्ट क्वेसन सोध्छ, विच वान इज मोर रिएक्टिभ है, ठिक छ। अब यहाँ हेर्नु, रिएक्टिभिटी भनेको डाइरेक्टली प्रोपोर्सनल टु के हुन्छ, रेट अफ हाइड्रोजिनेसन हुन्छ है। हाइड्रोजिनेसन, हाइड्रोजिनेसन भनेको रिडक्सन अफ हाइड्रोजन है। यसलाई हामीले हाइड्रोजन के गर्नु, एडिसन अफ हाइड्रोजन भन्छौँ है, त्यसलाई हाइड्रोजिनेसन हो। अहिले पछि गएर हामीले रिडक्सन अफ क्याटालाइटिक रिडक्सन अफ हाइड्रोजिनेसनमा पढ्छौँ यसको है। अब रेट अफ हाइड्रोजिनेसन भनेको यहाँ हेर्नु त, त्यसपछि रिएक्टिभिटी इज इन्भर्सली प्रोपोर्सनल टु के हुन्छ, स्टेबिलिटी हुन्छ है। रिएक्टिभिटी इज इन्भर्सली प्रोपोर्सनल टु स्टेबिलिटी हुन्छ। यो माथिको कुरा यो भेरी भेरी इम्पोर्टेन्ट छन् है। रेट अफ डिकार्बो अक्सिलेसन इज डाइरेक्टली प्रोपोर्सनल टु स्टेबिलिटी अफ कार्बो एनायन है। त्यसपछि माइनस आई इफेक्टसँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ। त्यसपछि रिएक्टिभिटी अफ हाइड्रोजिनेसन भनेको, हेर त, रिएक्टिभिटी रेट अफ हाइड्रोजिनेसनको अर्डर चाहिँ यहाँ दिएछ, हेर। अब मैले सिम्पलमा भन्न पर्यो भने 1 डिग्री इज मोर रिएक्टिभ देन 2 डिग्री इज मोर रिएक्टिभ देन 3 डिग्री, यसरी सिम्पलमा भन्न सक्छु। तर यहाँ ध्यान दिनु है, ठिक छ, यहाँ चाहिँ ध्यान दिनु, यो चाहिँ आर्डर जुन छ यो यसो हेर्नु होला है, सम्झिनु होला, इक्जाममा डाइरेक्ट क्वेसन आउँछ। त्यसपछि रिएक्टिभिटी इज डाइरेक्टली प्रोपोर्सनल रेट अफ हाइड्रोजिनेसन है। अनि रिएक्टिभिटी इज इन्भर्सली प्रोपोर्सनल टु स्टेबिलिटी हुन्छ। अब केही क्वेसनहरू यहाँ हेरौँ त, अब त्यो रिलेटेड चाहिँ केही क्वेसनहरू हेरौँ त। यहाँ क्वेसनमा के भनिन्छ, एरेन्ज करेक्ट आर्डर अफ रिएक्टिभिटी टुवर्ड्स डिकार्बो अक्सिलेसन, हेर त। अनि रिएक्टिभिटी हेर्ने हो है, कसको सबभन्दा धेरै रिएक्टिभिटी छ भनेर यसमा हेर्ने हो। अब यहाँ हेर्नु त, यसको कुछ छ, यहाँ पनि सिओओएच छ, सिओओएच छ, सिओओएच छ है। यहाँ हेर त, यसलाई हेर्दाखेरि 1 डिग्री कार्बो अक्सिलिक भयो, त्यसपछि 2 डिग्री भयो, यो चाहिँ कुन डिग्री भयो, 3 डिग्री भयो, यसरी हेर्ने। एन्ड अलरेडी मैले भनिसकेको छु, 1 डिग्री इज मोर है, 1 डिग्री इज मोर रिएक्टिभ देन 2 डिग्री एन्ड 2 डिग्री इज मोर रिएक्टिभ देन 3 डिग्री भनिसकेको छु। यसको अर्डर यही हुन जान्छ है। विच वान इज मोर रिएक्टिभ, हेर त, फर्स्ट इज मोर रिएक्टिभ। सेकेन्डमा हेर्नु त, माथि CH2 कुछ दिएछ, CH2 COOH दिएछ, यहाँ पनि CH3 COOH दिएछ है। के दिएछ, यहाँ CH3 त हुँदैन, CH2 हुन्छ है, CH2 COOH दिएछ। त्यसपछि यसमा रिएक्टिभिटी फाइन्ड गर्न पर्यो भने, हेर त, रिएक्टिभिटी रेट अफ हाइड्रोजिनेसनसँग डाइरेक्टली प्रोपोर्सनल छ, डिकार्बो अक्सिलेसनसँग डाइरेक्टली प्रोपोर्सनल छ है, ठिक छ। यसरी हेर्ने, यहाँ हेर्नु, यो क्वेसन नम्बर 2 मा यहाँ सबै माथि सेम छन् भने हेर्नु पर्ने भनेपछि यिनीहरू ग्रुपलाई हेर्नु पर्यो है। यहाँ हेर त, अब यसमा चाहिँ तिमीले यो 1 डिग्री है, 1 विच वान इज मोर रिएक्टिभ, हेर त। अब यहाँ हेर, रिएक्टिभिटी, रिएक्टिभिटी भनेको रेट अफ हाइड्रोजिनेसनसँग के छ, डाइरेक्टली प्रोपोर्सनल छ है। रेट अफ रेट अफ हाइड्रोजिनेसनसँग के छ, डाइरेक्टली प्रोपोर्सनल छ। यहाँ हेर्ने हो भने, हेर,
रेट अफ हाइड्रोजिनेसन सबभन्दा धेरै भएको तिम्रो फर्स्ट हो, त्यसपछि सेकेन्ड हो, त्यसपछि थर्ड हो है। भनेपछि जसको माइनस आई इफेक्ट धेरै त्यसको रेट अफ रिएक्टिभिटी पनि के हुन्छ है। त्यसपछि हेर्नु त अब यसको आर्डर भनेपछि भइहाल्यो है, यसरी यसरी है। दिस इज मोर रिएक्टिभ देन दिस इज मोर रिएक्टिभ एन्ड दिस इज मोर रिएक्टिभ, यसरी है। अब सेकेन्ड नम्बर प्रिपरेसन पढौँ त, इलेक्ट्रोलाइसिस अफ सोडियम आर पोटेसियम साल्ट है। इलेक्ट्रोलाइसिस है। अब यो इलेक्ट्रोलाइसिसको अर्को नाम भनेपछि हामी कोल्बे मेथड पढ्छौँ है। कोल्बे इलेक्ट्रोलाइसिस पढ्छौँ। यसबाट हामीले मिथेन बनाउन सक्दैनौँ है, यसबाट मिथेन बनाउन सक्दैनौँ है, ठिक छ। त्यसपछि यहाँ हेर्नु त यसको फर्मुला स्ट्रक्चर एकचोटि हेर्नु त, आरसिओओएनए है। आरसिओओएनए यहाँ हेर्नु सोडियम अनि अल्काइल, हेर त अल्काइल यहाँ अल्काइलको ठाउँमा हामीले CH3 CH2 यसरी जे पनि अल्काइल ग्रुप राख्न सक्छौँ है। यहाँ COONA त्यही कुरा हो। त्यसपछि इलेक्ट्रोलाइसिस भनेको यसमा हामीले वाटरसँग रिएक्सन गराउँछौँ। केसँग रिएक्सन गराउँछौँ? वाटरसँग। यदि RCOONA को इलेक्ट्रोलाइसिस गरायो भने यो वाटरसँग रिएक्सन गरेछ भने के बुझ्ने? यो इलेक्ट्रोलाइसिस रिएक्सन कोल्बे मेथड हो भनेर बुझ्ने है। यहाँ हेर्नु त RCOONA भनेको यो जुन तिम्रो H2O पार्छ नि, यो आरमा अर्को आयर आएर के हुन्छ? जोडिन्छन्। यसरी आर आएर के हुन्छ? जोडिन्छ है। भनेपछि यहाँ यदि n नम्बर अफ कार्बन थियो भने, हेर त n नम्बर अफ कार्बन थियो भने यहाँ चाहिँ तिम्रो 2 टाइम्स n-1 कार्बन हुन जान्छ हो। यो एउटा चाहिँ माथि यहाँ हेर्नु त, यो इम्पोर्टेन्ट कुरा हो। यसमा भएको यसमा जतिवटा नम्बर अफ कार्बन थियो यहाँ पनि एउटा कार्बन के हुन्छ? कम हुन जान्छ है। एउटा कार्बन के हुन जान्छ? कम हुन जान्छ। किन कम हुन जान्छ हेर्नु त, COONA केमा चेन्ज भएछ? Na2CO3 मा चेन्ज भएछ है। यहाँ चाहिँ त एउटा कार्बन यो अनि अर्को अल्काइल ग्रुपको कार्बन थियो नि, त्यही भएर यहाँ NC कार्बन n नम्बर अफ कार्बन छ भने यहाँ n-1 नम्बर अफ कार्बन हुन जान्छ है। अब सेकेन्ड नम्बरमा इलेक्ट्रोलाइसिसमा कार्बनको नम्बर हेर्ने हो भने यहाँ n नम्बर अफ कार्बन छन् भने यहाँ 2 × n-1 कार्बन हुन जान्छन् है, ठिक छ। यसरी ध्यान राख्ने। अनि यहाँ हेर्नु यसको रिएक्सनको बारेमा अलिकति हेरौँ त। इलेक्ट्रोलाइसिसमा यो आर छ भने यहाँ आर टाइप्सको रिएक्सन हुन जान्छ है, आर टाइप्स बन्न जान्छ। त्यसपछि यसमा बाई प्रोडक्टमा हेर्ने हो भने H2O छ, योसँग कार्बन डाइअक्साइड निस्कन्छ, CO2 निस्कन्छ, NaOH निस्कन्छ, अर्को चाहिँ हाइड्रोजन ग्यास निस्कन्छ है। एन्ड वी नो द्याट, हेर त अब इलेक्ट्रोलाइसिस भएपछि एउटा रड चाहिँ क्याथोडको, अर्को रड चाहिँ एनोडको हुन जान्छ यसरी किन है। अब एनोडमा हेर त, एनोडमा जाने भनेपछि तिम्रो आर है, आर चाहिँ एनोडमा, कार्बन डाइअक्साइड कहाँ जान्छ? एनोडमा जान्छ, हाइड्रोजन ग्यास कहाँ जान्छ? क्याथोडमा जान्छ। अनि NaOH भनेको यसलाई हामी के बुझ्छौँ? सल्युसन बुझ्छौँ। कसको सल्युसन? सोडियम हाइड्रोक्साइडको सल्युसन। त्यही भएर क्वेसन सोध्छ कहिलेकाहीँ, यसमा कोल्बे मेथडले कस्तो नेचर सो गर्छ? यसले बेसिक नेचर सो गर्छ है। यो भनेको बेसिक नेचर हो किन? NaOH भनेको है बेस हो। त्यही भएर यो रिएक्सनले कस्तो नेचर सो गर्यो? बेसिक नेचर सो गर्यो है। अब इक्जाम्पल हेरौँ त, यहाँ CH3 छ, COONA है, मिथ इथानोएट है, सोडियम इथानोएट, यसको नाम चाहिँ सोडियम इथानोएट। वाटरसँग रिएक्सन गर्ने बित्तिकै हामीले के बुझ्न पर्छ? यो इलेक्ट्रोलाइसिसको रिएक्सन हो भनेर बुझ्न पर्छ है। यहाँ हेर्नु त CH3 छ भने आर छ भने आरमा आएर आर नै जोडिन्छ भने CH3 बन्न जान्छ है। अनि बाई प्रोडक्ट तिम्रो कार्बन डाइअक्साइड यो कसमा आउँछ? एनोडमा आउँछ। NaOH सल्युसन हो, यो चाहिँ के आयो? क्याथोडमा आयो है, ठिक छ। अब यहाँ बन्ने चाहिँ के भयो? बन्यो तिम्रो, हेर त मिथ यहाँ मिथ थियो, अब यहाँ आर थियो भने आर बन्यो। के बन्यो? इथेन बन्यो। के बन्यो? इथेन बन्यो है। सोडियम इथानोइडबाट के बन्यो? इथेन बन्यो है। ल त्यसपछि यसले फ्री रेडिकल सो गर्छ है, इलेक्ट्रोलाइसिसले फ्री रेडिकल सो गर्छ। अब यहाँ ध्यान दिने बाबुहरू कि इलेक्ट्रोलाइसिस भनेपछि कुन फ्री
रेडिकल मेकानिजम कुन कुन रिएक्सनले सो गर्न सक्छ जुन रिएक्सनमा हेर त यसरी ट्रिक चाहिँ याद गर्ने जुन रिएक्सनमा हेल्प रिएजेन्ट हुन्छ त्यस्तो खाले रिएक्सनले के सो गर्छ फ्री रेडिकल मेकानिजम सो गर्छ है अनि हेल्पको मिनिङ के हो तिम्रो एच भनेको तिम्रो के हो एच भनेको हिट भयो एच भनेको हिट टेम्परेचर भयो ई भनेको के भयो इलेक्ट्रिसिटी इलेक्ट्रिसिटी अथवा इलेक्ट्रोलाइसिस भन्छौँ एल भनेको के भयो लाइट भयो एल भनेको के भयो लाइट भएको यसरी सनलाइटलाई है अनि पी भनेको के भयो पेरो अक्साइड भयो के भयो पेरो अक्साइड भयो के भयो पेरो अक्साइड यदि रिएजेन्टमा बिचमा इलेक्ट्रोलाइसिस छ लाइट छ हेल्प छ भने के बुझ्ने त्यसले फ्री रेडिकल मेकानिजम दिन्छ है फ्री रेडिकल मेकानिजम सो गर्छ है ल त्यसपछि यहाँ क्वेसन एउटा दिएछ हेर्नु त द सोल्युसन obtained after इलेक्ट्रोलाइसिस अफ सोडियम साल्ट अफ कार्बोक्सिलिक एसिड इज कस्तो नेचर है कस्तो नेचरको हुन्छ त्यो सल्युसन चाहिँ कस्तो नेचरको हुन्छ एसिडिक हुन्छ हेर त हाम्रो NaOH सल्युसन थियो कि नै NaOH सल्युसन थियो भनेपछि NaOH भनेको के हो एसिड हो होइन बेसिक हो बेसिक हो न्युट्रल हुन्छ हुँदैन यहाँ NaOH भनेको बेसिक आएपछि अरू त हुँदै भएन है ल यसको सही उत्तर भनेपछि अप्सन बी हो है अब थर्ड नम्बर हामीले प्रिपरेसनतिर जान्छौँ हेर त उर्ज रिएक्सन यो त भेरी भेरी इम्पोर्टेन्ट छ है उर्ज रिएक्सनतिर जान्छौँ उर्ज रिएक्सन भनेको तिम्रो आरएक्स है कुनै पनि अल्काइल हाइलाइडलाई हामीले Na र ड्राई इथरको प्रेसेन्समा रिएक्सन गराउँछौँ भने त्यस्तो रिएक्सनलाई हामी के बुझ्छौँ उर्ज रिएक्सन बुझ्छौँ कस्तो रिएक्सन बुझ्छौँ उर्ज रिएक्सन भनेको हेर त बाबु कुनै पनि अल्काइल हाइलाइडलाई हामीले Na र ड्राई इथरको प्रेसेन्समा रिएक्सन गराउँछौँ भने त्यस्तो रिएक्सन भनेको कुन रिएक्सन हो उर्ज रिएक्सन हो है कस्तो रिएक्सन हो उर्ज रिएक्सन हो यसको सेम यस्तै एउटा अझै उर्ज फिटिङ रिएक्सन पनि छ फ्राङ्क लेन्ड रिएक्सन पनि छ है पछि अहिले पढ्छौँ हामी यहाँ हेर्नु त यो बुझ्नु है उर्ज रिएक्सन बुझ्नु दिस इज भेरी भेरी इम्पोर्टेन्ट है यसबाट कन्सिक्युटिभ क्वेसन काटेछ पास्ट इयरमा हेर्ने हो भने धेरै क्वेसन काटिसकेछ यहाँ हेर्नु अब आरएक्स छ बिचमा Na राख्ने दुईटा Na राख्ने अनि त्यसपछि यो जुन अल्काइल हाइलाइट छ यसलाई एकचोटि के गर्ने पल्टाइदिने है जुन अगाडि अल्काइल हाइलाइट लेखेछौँ यसलाई पछाडि गएर के गरिदिने पल्टाइदिने अनि बिचमा ड्राई इथरको प्रेसेन्समा रिएक्सन गराउने अनि हेर त यति एक्सदेखि यो एक्सतिर बिचको पार्ट याद आइरहेछ है याद आइरहेछ यहाँ हेर्नु त यति एक्सदेखि अर्को एक्ससम्मको बिचको पार्टलाई के गरिदिने यहाँ यसको रिएक्सन गराउँदाखेरि यो चाहिँ के बन्न जान्छ NaX बन्न जान्छ है सोडियम हाइलाइट बन्न जान्छ अनि बाँकी बचेको पार्ट तिम्रो के हुन जान्छ RR जुन भनेको के हो अल्केन हो जुन भनेको के हो अल्केन हो है ठिक छ यहाँ हेर्नु त यहाँ चाहिँ कार्बन नम्बर एउटा थियो है यतातिर कार्बन नम्बर एउटा थियो यतातिर कार्बन नम्बर एउटा थियो यतातिर कार्बन नम्बर RR आयो है यो सिमेट्रिकल रिएक्सन हो यसमा कार्बन नम्बर चाहिँ सेम हुन्छ है ठिक छ यहाँ हेर्नु त अब यसलाई हामीले बाई इक्जाम्पली बुझ्छौँ हेर त यो हेर त 1 2 मिथ इथ है इथेन है 1 ब्रोमो इथेन है ठिक छ यहाँ हेर्नु त यदि हामीले यसको रिएक्सन गर्छौँ इन द प्रेसेन्स अफ ड्राई इथर अथवा उर्ज रिएक्सन गराउँछौँ भने यो Br भनेको X हो है ठिक छ यसरी गएपछि बाँकी यति पार्ट बच्यो है यति पार्ट बच्यो अब यति पार्ट भनेपछि दुवैलाई के गरिदिने RR यसरी गरेर मिलाइदिने है RR गरेर मिलाइदिने है के बन्न जान्छ हेर त मिथ इथ इथेन ब्रोमाइडबाट तिम्रो के बन्न गयो मिथ इथ प्रोप ब्युटेन बन्न गयो के बन्न गयो ब्युट एन बन्न गयो तिम्रो कार्बन नम्बर के हुन जान्छ डबल हुन जान्छ है कार्बन नम्बर के हुन जान्छ डबल हुन जान्छ यहाँ चाहिँ एन कार्बन नम्बर थियो भने यहाँ 2 टाइम्स एन कार्बन नम्बर हुन जान्छ है ठिक छ ल त्यसपछि हेर त हामीले यसको दिस इज भेरी भेरी इम्पोर्टेन्ट क्वेसन यो चाहिँ आइसो मिथ इथ प्रोपाइल आइसो प्रोपाइल ब्रोमाइड भन अथवा यसलाई मिथ इथ प्रोप है 1 2 2 ब्रोमो
प्रोपेन बना है ठीक छ यसको रिएक्सन गराउँदाखेरि हेर्नु त बीचमा यसरी Na राख्ने अनि अर्कोतिर यसलाई के गर्दिने पल्टाउने यसरी Na भयो बीचमा CH छ माथि CH3 छ अनि अर्कोतिर चाहिँ के छ CH3 छ यहाँ हेर्नु त यो Br पार्ट यति पार्ट तिम्रो NaBr हुन जान्छ NaBr हुन जान्छ अनि बाँकी बचेको पार्ट तिम्रो के छ हेर्नु त CH यहाँ चाहिँ CH3 अर्को चाहिँ हेर त CH माथि चाहिँ CH3 यतातिर CH3 बाइ प्रोडक्ट भनेपछि 2 टाइम्स NaBr भयो है यसरी अब यसको नाम एकचोटि हेर्नु त यसको नाम तिमीले हेर त नेमिङ आइयुपिएसी नेमिङ गर्नु त 1 2 3 4 यताबाट नि काउन्ट गर्न सकिन्छ यताबाट नि काउन्ट गर्न सकिन्छ है ठीक छ ल किनभने ब्रान्चिङ भनेको दुवैतिर काउन्ट गर्दाखेरि सेकेन्डमै आइरहेछ है ल यहाँ हेर्नु त मिथ इथ प्रोप ब्युट म्याक्सिमम प्यारेन्ट च्यानिङ भनेको 4 वटा कार्बन है अनि ब्रान्चिङ भनेको 2 र 3 मा छ भने यसरी 2 3 के लेख्ने डाइमिथाइल के लेख्ने डाइमिथाइल अनि त्यसपछि डाइमिथाइल के भयो डाइमिथाइल यसको नाम चाहिँ मिथ इथ प्रोप ब्युट 2 3 डाइमिथाइल के ब्युटेन के ब्युटेन है ठीक छ ल अब यसमा पनि अलिकति एक्सेप्सन छ है इथर यदि ड्राई इथर छ भने तिम्रो अल्केन बन्न जान्छ यदि वेट इथर छ भने तिम्रो के बन्न जान्छ अल्कोहल बन्न जान्छ है वेट इथर छ भने त्यो अल्कोहल बन्न जान्छ है जस्तै CH3 है मिथाइल आयोडाइड NaOH सँग रिएक्सन गराउँदाखेरि बाइ प्रोडक्टमा के भन्यो हेर्नु त यहाँ प्रोडक्टमा के भन्यो तिम्रो CH3OH जसको नाम के हो मिथनल हो है ठीक छ अल्कोहल बन्न जान्छ इथर यदि ड्राई छ भने अल्केन बन्यो इथर यदि वेट छ भने अल्कोहल बन्यो है अनि हेर्नु त यसमा सेकेन्ड नोट भनेर लेखेछ यदि दुईटा ओहो दिस इज भेरी भेरी इम्पोर्टेन्ट है यो भेरी भेरी इम्पोर्टेन्ट छ यहाँ हेर्नु त अब माथि चाहिँ सिमेट्रिकल अल्किनको रिएक्सन हामीले गरायौँ RR टाइप्सको तर यहाँ चाहिँ मानम दुईटा डिफरेन्ट अल्काइल हाइलाइट आयो दुईटा डिफरेन्ट अल्काइल हाइलाइटको रिएक्सन गराउन पर्यो भने मिक्सचर अफ 3 अल्केन आउँछ है 3 वटा अल्केन प्रोडक्टमा आउँछन् है अब हेर त यसलाई याद कसरी राख्ने हेर दुईटा डिफरेन्ट अल्काइल हाइलाइट यदि ड्राई इथरसँग Na ड्राई इथरसँग अथवा त्यसको उर्ज रिएक्सन गरायो भने बाइ प्रोडक्टमा 3 वटा अल्केन आउँछन् है बाइ प्रोडक्ट हैन यता प्रोडक्टतिर तिम्रो कतिवटा अल्केन आउँछन् 3 वटा अल्केन आउँछन् है यहाँ ध्यान दिनु अब यसलाई गर्ने कसरी जुन तिम्रो अल्केल छ नि जुन चाहिँ अल्काइल हाइलाइट छ त्यसलाई प्रोडक्टमा एक एक चोटी के गर्दिने सेम उस्तै लेख्दिने है सेम उस्तै जस्तै लेख्दाखेरि हेर्नु त त्यसले दुई चोटी गरेर सेम उस्तै लेख्दिने जसलाई जस्तो हेर्नु त यहाँ CH3 लाई हामीले दुई चोटी RR गरेर लेख्छौं भने CH3 हुन जान्छ एउटा प्रोडक्ट यो बन्यो अर्को प्रोडक्ट C2H5 लाई पनि दुई चोटी लेख्दिने यसलाई दुई चोटी लेख्दाखेरि हेर त CH3 CH2 CH3 बन्यो है ठीक छ यसलाई दुई चोटी लेख्दाखेरि कार्बन नम्बर 4 भनेपछि यहाँ यो भयो है यो हुन जान्छ त्यसपछि नेक्स्ट टाइम के गर्ने दुईटा यो दुईटालाई जुन अल्काइल हाइलाइट थियो यो दुईटालाई के गर्दिने दुईटा अल्काइललाई यसरी मिलाइदिने है एउटा CH3 अर्को चाहिँ C2H5 दुईटालाई के गर्दिने मिलाइदिने CH3 C2H5 अर्को प्रोडक्ट भयो है बुझ्यौ नि यो जुन अल्काइल छ यसलाई दुई चोटी गरेर लेख्दिने फेरि अर्को अल्काइललाई पनि दुई चोटी लेख्ने दुईटा प्रोडक्ट भयो अर्को थर्ड प्रोडक्ट भनेपछि दुईटालाई मिलाएर लेख्दिने है दुईटालाई के गर्दिने मिलाएर लेख्दिने यसरी है तीनटा प्रोडक्ट बन्न जान्छ ल तीनटा अल्केन बन्न जान्छ है त्यसपछि यसमा हेर्नु त नेक्स्ट भनेपछि VBI भनेर लेखेछ यसमा रिएक्टिभिटी अर्डर अफ अल्काइल हाइलाइट हो यो पनि भेरी भेरी इम्पोर्टेन्ट छ पास्ट इयर क्वेशनमा आइसकेछ क्वेशन है क्वेशन काटिसकेछ यहाँबाट रिएक्टिभिटी अफ अल्काइल हाइलाइट भनेको RX है यसको चाहिँ यो R भनेको अल्काइल X भनेको हाइलाइट यसलाई अल्काइल हाइलाइट भन्छौं है हामीले यसको रिएक्टिभिटी हेर्न पर्यो भने
हेर त रिएक्टिभिटी अर्डर हेर्न पर्यो भने अल्काइल आयोडाइडको सबभन्दा धेरै रिएक्टिभिटी अर्डर हुन्छ, त्यसपछि ब्रोमाइडको, त्यसपछि क्लोराइड, त्यसपछि फ्लोराइडको है। यसरी ध्यान दिने, दिस अर्डर इज भेरी भेरी इम्पोर्टेन्ट है। ल अब यहाँ हेर्नु, यहाँ लास्टमा लेखेको छ मिथेन क्यान नट बी प्रिपेयर्ड बाई दिस मेथड। वुड्स रिएक्सनबाट पनि हामीले मिथेनलाई प्रिपेयर गर्न सक्दैनौँ है, ठिक छ। अब यहाँ हेर्नु, यहाँ क्वेसनमा के लेखेछ, इफ 2 मोल्स अफ आइसोप्रोपाइल, आइसोप्रोपाइल भन्ने बुझ्छौ, आइसोप्रोपाइल भनेपछि यसरी है, माथि हामीले गरिसकेछौँ यो वाला रिएक्सन CH3 अनि प्रोपाइल क्लोराइड, यहाँ क्लोराइड भनेछ क्लोराइड है, रियाक्ट विथ Na इन प्रेजेन्स अफ ड्राई इथर है, भनेपछि उर्ज रिएक्सन गराउन खोजेछ है। अनि बिचमा यसरी Na राख्ने दुईटा, यो भनेको आइसोप्रोपाइल हो। अब ध्यान दिने, यो पास्ट इयर क्वेसनमा मेनी टाइम्स सोधिसकेछ है। यसको नाम के हो, आइसोप्रोपाइल। अर्को पनि नाम छ यसको आइपिसी नेम है, ध्यान दिने। ल त्यसपछि यसलाई यसो पल्टाएर लेखिदिने है, यहाँ CH भयो, यहाँतिर CH3, यतातिर CH3, माथि हामी गरिसकेछौँ 2,3 डाइमिथाइल भनेर है, 2,3 डाइमिथाइल भनेर। यहाँ हेर्नु त सेम त्यही रिएक्सन हो कि नै, यही त्यही रिएक्सन हो कि नै, यहाँ हेर्नु त सेम रिएक्सन हो। ओ के बन्न जान्छ, 2,3 डाइमिथाइल ब्युटेन बन्न जान्छ। के बन्न जान्छ, 2,3 डाइमिथाइल ब्युटेन बन्न जान्छ है। यहाँ सिकाउन पर्यो परेन, ज्ञानी छन् बाबु नानीहरू है। यहाँ हेर्नु त NaCl मैले निकालेँ यहाँबाट, तिम्रो बाइ प्रोडक्टमा कुन बन्यो, के अल्किन बन्यो, 2,3 डाइ, 2,3 डाइमिथाइल के बन्यो, के बन्यो, ब्युटेन बन्यो। के बन्यो, ब्युटेन बन्यो। के बन्यो, ब्युटेन बन्यो। त्यसपछि नेक्स्ट क्वेसन हेर्नु त, नेक्स्ट क्वेसन भनेपछि सेकेन्ड नम्बर क्वेसनमा के दिएछ, इफ आइसोप्रोपाइल क्लोराइड, आइसोप्रोपाइल क्लोराइड र इथाइल क्लोराइड, यहाँ हेर्नु अब दुईटा डिफ्रेन्ट डिफ्रेन्ट अल्काइल हाइलाइट दिएछ, अनि दुईटा डिफ्रेन्ट डिफ्रेन्ट अल्काइल हाइलाइटको तिमीले वुड्स रिएक्सन गरायो भने कतिवटा अल्केन निस्कन्छन्, 3वटा अल्केन निस्कन्छन्। कतिवटा अल्केन निस्कन्छन्, 3वटा अल्केन निस्कन्छन्। ध्यान दिनु पर्यो है, दिज आर भेरी भेरी इम्पोर्टेन्ट क्वेसन। आइसोप्रोपाइल यहाँ लेख्नु त, आइसोप्रोपाइल है, मैले यहाँ CH3 CH CH3 क्लोराइड, त्यसपछि अर्को Na भयो दुईटा, अनि इथाइल क्लोराइड, इथाइल भनेको C2H5 पार्ट हो, यसलाई हामीले CH3 CH2 लेख्न सक्छौँ। इथाइल क्लोराइड जोड्ने हो भने क्लोराइड भयो, यो कसको नाम भयो, इथाइल क्लोराइडको नाम लेख्न आइयुपिसी ध्यान दिनु है। यदि आइयुपिसी भनेको बेस हो एउटा, आइपिसी तिमीलाई थाहा छैन भने, यदि तिमीले अर्ग्यानिक केमिस्ट्री एकदम विक हुन्छ तिम्रो बाबु है, ध्यान दिनु है। त यहाँ हेर्नु त, अब CH3 CH3 Cl भयो यसरी। अर्को चाहिँ के हो, अर्को चाहिँ इथाइल क्लोराइड हो है, भनेपछि मैले यहाँ क्लोरिन राखिदिएँ, अनि बाँकी तिम्रो यहाँ CH2 भयो, अर्को चाहिँ CH3 यसरी, अनि यो क्लोराइड यसरी गयो यसरी गयो है। मैले यसलाई ट्रिक के सिकाएको छु, दुईटा डिफ्रेन्ट अल्काइल हाइलाइटको उर्ज रिएक्सन गरायो भने जुन बाँकी बचेछ त्यसलाई दुईचोटि गरेर लेखिदिने। यसलाई दुईचोटि गरेर लेख्दा हेर त के बन्न जान्छ, CH CH3 CH CH3 CH3, एउटा यो बन्यो, नाम लेख्नु है। अर्को चाहिँ हेर त, इथालले पनि यो पार्टलाई पनि दुईचोटि लेख्ने। अब दुईचोटि लेख्नु भनेको 4वटा कार्बन भयो, 4वटा कार्बन भनेको CH3 CH2 CH2 CH3। अर्को पनि प्रोडक्ट के बन्न जान्छ, दुईटालाई मिलाएर लेखिदिनु। दुईटालाई मिलाएर लेख्दा हेर त के बन्छ, CH3 CH CH3, अनि यताको पार्ट तिम्रो CH है। यहाँ हेर्नु त CH2, अर्को चाहिँ CH3, यसरी बन्न गयो है। अब यिनीहरूको नाम भनेपछि हेर त, मिथ इथ प्रोब्युट, एन ब्युटेन भयो है, अथवा यसलाई हामीले अघि पनि गरिसकेका छौँ, 2,3 डाइमिथाइल ब्युटेन भयो, 1 2 3 4 एन ब्युटेन भयो। यसलाई हेर त, यसलाई हामी के लेख्न सक्छौँ, 1 2 2 मा मिथाइल छ भने 2 मिथाइल, 2 मिथाइल के मिथित प्रोब्युट, 2 मिथाइल ब्युटेन भयो यसको नाम है, ठिक छ। यो ध्यान दिनु, दिस इज भेरी भेरी इम्पोर्टेन्ट है। ल नेक्स्ट क्वेसन हेर्नु त, which of the following compound cannot be obtained from उर्ज रिएक्सन, हामीले उर्ज रिएक्सनबाट यसको कुन कम्पाउन्ड बनाउन सक्दैनौँ। हेर त बाबु,
वुड्स रिएक्सनबाट डाइरेक्ट त्यसमा दियो थियो हामीले मिथेनलाई बनाउन सक्दैनौँ है, मिथेनलाई बनाउन सक्दैनौँ है, ठिक छ। ल चेक पनि गर्न सकिन्छ, यदि झुक्किने भयो भने जस्तो हेर्नु त मैले मानौँ CH4 छ भने अब CH4 लाई मैले के बनाउनु, CH4 केही चान्सेस छ, मैले CH3 क्लोराइड राखेँ भने यहाँ क्लोराइड CH3 भयो, CH3 दुईटा बन्न जान्छ, भयो भएन, यो पहिलाको बन्यो है, चान्सेस नै छैन, चान्स नै छैन। यसलाई हेर त, यसलाई तिमीले कसरी बनाउन सक्छौ, हेर त C3H8 कसरी बनाउन सक्छौ, CH3 मैले यसरी क्लोरिन लेख्ने, अर्को चाहिँ Na बिचमा राखेँ, यतातिर के गरेँ इथाइल जोडेँ, हेर त यहाँ मैले के गरेँ CH2 CH3 राखेँ, यति पार्ट तिम्रो निकाल्यो, बाँकी बचेको पार्ट के भयो CH3 CH2 CH3, यो भनेको के हो C3H8 हो है, यसरी बुझ्ने है, यसरी। त्यही भएर हामीले यो CH3 लाई उर्ज रिएक्सनबाट प्रिपेयर गर्न सक्दैनौँ है। ल अर्को भनेपछि यहाँ हेर्नु त क्वेसन नम्बर 4 मा, क्वेसन नम्बर 4 मा when ethyl chloride and n propyl chloride undergoes उर्ज रिएक्सन which is not obtained, कुन चाहिँ obtain गर्न सक्दैन बाबु, यही हो अघि माथि गरेको है, माथि गरेको क्वेसन यही हो है, क्वेसन यही हो। क्वेसन नम्बर 3 मा, क्वेसन नम्बर 3 हो कि 4 हो है, क्वेसन नम्बर 4 यो माथिको हेर्नु त, माथिको हेर्नु कुन चाहिँ प्रिपेयर गर्न सक्दैनौँ, कुन चाहिँ हामीले प्रिपेयर गर्न सक्दैनौँ, यहाँ हेर्नु हामीले प्रोपेन बनाउन सक्छौँ सक्दैनौँ, प्रोपेन बनाउन सक्दैनौँ, अरू त बनिहाल्छ, एन ब्युटेन बन्यो, माथिबाट एन ब्युटेन बन्यो, एन पेन्टेन बन्यो, एन हेक्सेन बन्यो, तर ब्रोमेन बनेन, प्रोपेन बनेन है। त्यही भएर राइट एन्सर यसको यहाँ क्वेसन हेर्नु विथ नाट भनेछ, नाट भनेपछि है ध्यान दिनु। त्यसपछि क्वेसन नम्बर 4 प्रिपरेसन नम्बर 4 मा हेर्नु त फ्र्याङ्कल्यान्ड रिएक्सन, फ्र्याङ्कल्यान्ड रिएक्सन भनेको जस्ट लाइक एज वुड्स रिएक्सन जस्तै छ है, तर यसलाई फ्र्याङ्कल्यान्ड रिएक्सन भनेको यसलाई जिङ्कको प्रेसेन्समा गराइन्छ, वुड्स रिएक्सन सोडियमको प्रेसेन्समा गराइयो है। क्वेसन यहाँबाट सोध्छ कि फ्र्याङ्कल्यान्ड भनेको कसको प्रेसेन्समा गराउँछौँ, Na को प्रेसेन्समा, यहाँ पनि RR टाइप्सको, यहाँ एउटा कार्बन थियो है, N कार्बन थियो, यहाँ 2 टाइम्स N कार्बन बन्न जान्छ है, ठिक छ। अब रिडक्सन अफ अल्काइल हाइलाइड हेर्नु त, हो रिडक्सन अफ अल्काइल हाइलाइड इज भेरी भेरी इम्पोर्टेन्ट। यो अल्काइल हाइलाइड भनेको R भनेको अल्काइल, X भनेको अल्काइल हाइलाइड। अब अल्काइल हाइलाइडलाई हामीले रिडक्सन कसरी गर्न सक्छौँ, हेरी रिडक्सनको मिनिङ के हो, एडिसन अफ हाइड्रोजन, द्याट इज कल्ड रिडक्सन भन्छौँ है। अक्सिडेसन भनेको तिम्रो रिमुभल अफ हाइड्रोजन एन्ड एडिसन अफ अक्सिजन भन्छौँ है, ठिक छ, त्यसलाई अक्सिडेसन भन्छौँ, पछि हामी त्यसको बारेमा नि कुरो गर्छौँ। यहाँ ध्यान दिनुपर्ने कुरा भनेपछि चाहिँ रिडक्सन अफ अल्काइल हाइलाइड चाहिँ ध्यान दिनु है। यहाँ मैले अलि नोट लेखाउँछु दुईटाको बारेमा, दुईटा रिड्युसिङ एजेन्टको बारेमा। हेर त यसको अल्काइल हाइलाइडलाई रिडक्सन गराउनको लागि बिचमा रिड्युसिङ एजेन्ट हुन पर्यो, त्यो रिड्युसिङ एजेन्ट भनेपछि के हुन सक्छ है, बन्ने, यसबाट बन्ने के हो, एक्सलाई हटाउने, एक्सको ठाउँमा हाइड्रोजन जोड्ने है, हाइड्रोजन जोडिदिने। अल्काइल हाइलाइडलाई तिमीले रिडक्सन गराउँछौ रिड्युसिङ एजेन्ट राखेर भने हाइड्रोजन अल्काइल हाइडलाई हटाउने, त्यसको ठाउँमा हाइड्रोजन के गरिदिने, जोडिदिने, हाइड्रोजन के गरिदिने, जोडिदिने। अब रिडक्सन हुनलाई रिड्युसिङ एजेन्ट के हुन पर्यो है, SnHCl, ZnHCl, ZnCH3, COOH है, यो सबै खोक्नु है, ZN मैले दुईटा हो, यो रेड फास्फोरस अथवा HI, दिस इज भेरी भेरी इम्पोर्टेन्ट, यो हालेर क्वेसन सोधेछ है। अनि यो दुईटाको बारेमा अलिकति मैले डिस्कस गर्छु बाबु है। VBI भनेर यहाँ माथि लेखिदिन्छु, हेर्नु त LiAlS4, हेर त लिथियम अल्मुनियम हाइड्राइड है, लिथियम अल्मुनियम हाइड्राइड। अर्को चाहिँ तिम्रो के हो, NaBH4 है, NaBH4 हो तिम्रो है। ल सोडियम बोरोन हाइड्राइड है, यसको नाम सोडियम बोरोन हाइड्राइड, यसको नाम चाहिँ लिथियम अल्मुनियम हाइड्राइड है। अब यहाँ हेर्नु, अब कसले कुन कुन कसलाई रिड्युस गर्छ है, जस्तै LiAlS4 ले कसलाई
कोलाई रिडक्सन गर्न सक्छ, NaBH4 ले कोलाई रिडक्सन गर्न सक्छ, कोलाई रिडक्सन गर्न सक्दैन। दिस इज भेरी भेरी इम्पोर्टेन्ट क्वेसन। यसले चारवटा अप्सनमा सोध्छ कि NaBH4 ले कोलाई रिड्युस गर्न सक्दैन अथवा LiAlH4 ले कोलाई रिड्युस गर्न सक्दैन, यस्तो क्वेसन सोध्छ है। यहाँ हेर्नु त, अब यति पार्टको लागि हामीले यहाँ चाहिँ हेर्नु त, यो COOH भनेको के हो, कार्बोक्जिलिक एसिड हो भन्न पर्छ मैले। कुछ भयो, त्यसपछि अर्को CHO भयो है, यसलाई अल्डिहाइड भन्छौँ, यो भनेको यसरी है, ठिक छ। अनि अर्को कुरा तिम्रो इस्टर भयो, COOR भयो, अर्को चाहिँ एमाइड भयो है, CONH2 भयो। यसको नाम लेख्न पर्छ, अल्डिहाइड यो केटोन, यो चाहिँ इस्टर, यो चाहिँ तिम्रो एमाइड है। ल अब यहाँ हेर्नु, LiAlH4 ले तिम्रो कुचलाई पनि, COOH अक्जिलिक एसिडलाई पनि रिड्युस गर्छ, अल्डिहाइडलाई पनि रिड्युस गर्छ, केटोनलाई पनि रिड्युस गर्छ, COOR इस्टरलाई पनि रिड्युस गर्छ, CONH2 एमाइडलाई पनि रिड्युस गर्छ। तर NaOH ले कुचलाई रिडक्सन गर्न सक्दैन। कुच भनेको यहाँ COOH है, एक्जिलिक एसिड भनेको कार्बोक्जिलिक एसिड, यसलाई रिड्युस गर्न सक्दैन। अल्डिहाइडलाई रिड्युस गर्न सक्छ, केटोनलाई रिड्युस गर्न सक्छ, अनि इस्टरलाई रिड्युस गर्न सक्दैन, अनि एमाइडलाई रिड्युस गर्न सक्दैन। हो, दिस इज भेरी भेरी इम्पोर्टेन्ट बाबु, ध्यान दिनु है, ठिक छ, यति कुरा ध्यान दिनु। ल त्यसपछि हामीले यो रिएक्सनको इक्जाम्पलमा जान्छौँ। यहाँ हेर्नु त, CH3CH2Cl इन द प्रेजेन्स अफ ZnHCl, यो ZnHCl भनेको रिड्युसिङ एजेन्ट हो कि नै? अनि कुनै पनि अल्काइल हाइलाइटको रिडक्सन गराउने हो भने यो हाइलाइट निकाल्ने, हाइलाइटको ठाउँमा के जोड दिने, हाइड्रोजन जोड दिने, हाइलाइटको ठाउँमा के जोड दिने, हाइड्रोजन जोड दिने, यति मात्र गर्ने हो है, ठिक छ। हाइलाइट, यहाँ चाहिँ हाइलाइट हटाउने, हाइड्रोजन जोड्ने है। अर्को रिएक्सन चाहिँ, यो रिएक्सन चाहिँ हामीले क्याटालाइटिक हाइड्रोजिनेसनमा पढ्ने हो है, RxH2। अब हेर त, क्याटालाइटिक हाइड्रोजिनेसन अर्को प्रिपरेसन भनेपछि रिडक्सन अफ अनसेचुरेटेड। अनसेचुरेटेड भनेको के बुझ्छौ, डबल बोन्ड अथवा ट्रिपल बोन्ड। यसको मैले एउटा ट्रिक भन्छु है, तिमीले जीवनभरि बिर्सदैनौ है, जीवनभरि बिर्सिँदैनौ। यहाँ हेर्नु त, अनसेचुरेटेड हाइड्रोकार्बनको रिडक्सन गर्न पर्यो भने, अथवा यसको अर्को नाम क्याटालाइटिक हाइड्रोजिनेसन भन्छौँ है। क्याटालाइटिक हाइड्रोजिनेसन भनेको बाबु एडिसन अफ हाइड्रोजन हो। के हो, एडिसन अफ हाइड्रोजन हो है, ठिक छ। यहाँ हेर्नु, सिम्पल ट्रिक के छ, बोन्ड तोडो, हाइड्रोजन जोडो, बोन्डलाई तोड्ने, हाइड्रोजन जोड्ने है, बोन्डलाई तोड्ने, हाइड्रोजन जोड्ने। अब जीवनभर बिर्सिँदैन है। यहाँ बोन्ड, जतिवटा बोन्ड तोड्छौ त्यतिवटा हाइड्रोजन साइड कार्बनमा हाइड्रोजन जोड्न पर्छ। जस्तै हेर त, तर रिएजेन्ट बिचमा के हुन पर्यो, रिएजेन्ट NiPT-PD हुन पर्यो। NiPT-PD भनेको तिमीले थाहा छ, Na भनेको के हो, Na भनेको तिम्रो निकिल भयो है। अहिले काहीँ यसको रिएजेन्ट सोध्छ, ध्यान दिनु है। Na भनेको क्याटालाइटिक हाइड्रोजिनेसन के को प्रेजेन्समा गराइन्छ, NiPT-PD। Na भनेको निकिल, PT भनेको प्लेटिनियम, PD भनेको प्लेडियम है, यसरी है, ध्यान दिने। यहाँ एउटा बोन्ड ब्रेक गर्छौ भने दुवैतिर एउटा हाइड्रोजन जोड्न पर्छ। दुईटा बोन्ड ब्रेक गर्छौ भने दुवैतिर दुईटा हाइड्रोजन जोड्न पर्छ। दिस इज द ट्रिक, ध्यान दिनु है। जस्तै यहाँ इक्जाम्पल हेर्नु त, यदि मैले एउटा बोन्डलाई ब्रेक गर्यो भने हेर त, दुवैतिर यहाँ दुईटा S थियो, त्यसपछि एउटा जोडियो, CH3 भयो। यहाँ दुईटा बोन्ड ब्रेक गर्छु है, तीनटा छ भने दुईटा बोन्ड ब्रेक गर्न पर्यो। अल्केन बनाउनलाई दुईटा गर्न पर्यो कि नै, गर्न पर्यो है। दुईटा गरेपछि दुईटा हाइड्रोजन के कार्बनमा के गर्यो, जोड्यो है। अब यहाँ हेर्नु हो, यसरी क्वेसन सोध्छ यहाँबाट, एसिटाइलिन, हेर त, यसलाई एसिटाइलिन अथवा इथाइन, ETHYNE, इथाइन भन्छौँ है। यहाँ हेर्नु त, एसिटाइलिनलाई तिमीले क्याटालाइटिक हाइड्रोजिनेसन गरायो अथवा NiPT-PD को प्रेजेन्समा यसको रिडक्सन गरायो भने के बन्न जान्छ भन्नु त। यहाँ हेर्नु त, बोन्ड ब्रेक गरेपछि के बन्यो, मेथ इथ, के बन्यो, इथेन बन्यो।
एसिटाइलिन अथवा इथाइनबाट के बन्यो इथेन बन्यो है। तर ध्यान दिनु त, यहाँ ध्यान दिनु, यो भनेको तिम्रो सेबेटियर सेन्ड्रेन रिएक्सन भन्छ। यो चाहिँ नेमिङ रिएक्सन हो है। जुन हामी अनसेचुरेटेड हाइड्रोकार्बनको हाइड्रोजिनेसन अफ रिएक्सन पढ्छौँ नि, यो भनेको नेमिङ रिएक्सन हो। त्यहाँ यति कुरा मात्र ध्यान दिन पर्छ, 200 देखि 300 डिग्री सेल्सियससम्म टेम्परेचर राख्न पर्छ। यदि टेम्परेचर राख्यो भने यसको नेमिङ रिएक्सन के हुन जान्छ सेबेटियर सेन्ड्रेन रिएक्सन हुन जान्छ। ध्यान दिनु, कुनै पनि केमिकल रिएक्सनको कन्डिसन, यो बिचको जुन कन्डिसन हुन्छ नि, यो कन्डिसन के हुन्छ फिक्स हुन्छ। नेमिङ रिएक्सनको कन्डिसन के हुन्छ बाबु फिक्स हुन्छ। ध्यान दिनु पर्यो है। यहाँ हेर्नु, त्यसपछि हाइड्रोजन युज्ड इन म्यानुफ्याक्चर अफ वनस्पति घी। अब हाइड्रोजिनेसन गरिन्छ है। हाइड्रोजिनेसनबाट हामी के बनाउँछौँ वनस्पति घी बनाउँछौँ है। अब हेर, भन्छ क्वेसन सोध्छ कि वनस्पति के को प्रेसेन्समा गराइन्छ, एनआई निकेलको प्रेसेन्समा गराइन्छ। हेर त, भेजिटेबल आइललाई रिडक्सन गराउने के को प्रेसेन्समा निकेलको प्रेसेन्समा। यसबाट निकेलको प्रेसेन्समा रिडक्सन गर्यो भने के बन्न जान्छ वनस्पति घी बन्न जान्छ। दिस इज भेरी भेरी इम्पोर्टेन्ट है। पास्ट इयर क्वेसनमा क्वेसन सोधिसकेछ। फेरि नेक्स्ट क्वेसन हेर्नु, यो प्रोसेसबाट पनि हामी मिथेन ग्यास बनाउन सक्दैनौँ है। त्यसपछि हेर्नु त अल्काइन 3 डिग्री है, ट्रिपल बन्ड। अब हेर, अर्को रिड्युसिङ एजेन्ट तिम्रो के हुन सक्छ PDBASO4 प्लेडियम अथवा BaSO4 भनेको बारियम सल्फेट हुन सक्छ। यस्तो रिड्युसिङ एजेन्ट दियो भने यहाँ ब्रेक गर्ने। हेर त, यदि तीनटा बन्डलाई एउटा ब्रेक गर्यो भने डबल बन्ड बन्यो है, डबल बन्ड बन्यो। फेरि डबल बन्डलाई एउटा ब्रेक गर्यो भने यो चाहिँ सिंगल बन्ड बन्न गयो। किन अल्किन इनबाट इन बनाउन सकिन्छ, इनबाट के बनाउन सकिन्छ एन बनाउन सकिन्छ है। यसरी ध्यान दिने। अनि PDBASO4 भनेको के हो रिड्युसिङ एजेन्ट हो। अब यसको अर्को नाम, यसलाई हामीले हेर त के भनेर चिन्छौँ PDBASO4 भनेर चिन्छौँ। PDBASO4 भनेको यसको नाम के हो लिन्डर क्याटलिस्ट भन्छौँ यसलाई है। ध्यान दिनु, क्वेसन सोधिसकेछ लिन्डर क्याटलिस्ट विच वान अफ द फलोइङ इज लिन्डर क्याटलिस्ट भनेर सोध्छ हो। अप्सन यसरी दिएको हुन्छ PDBASO4। यदि अप्सनमा यो छैन भने सेकेन्ड अप्सन खोज्ने PDCACO3। कहिलेकाहीँ यसलाई पनि के हुन्छ, यदि PDBASO4 छैन भने यसलाई हामीले के बुझ्छौँ, यसलाई हामीले लिन्डर क्याटलिस्ट भनेर बुझ्छौँ। अबदेखि ध्यान राख्नु, लिन्डर क्याटलिस्ट भनेको के हो PDBASO4 हो है। यसबाट क्वेसन हेर त, विच वान अफ द फलोइङ क्यान नट बी प्रिपेयर्ड बाई हाइड्रोजिनेसन अफ अल्केन। त्यही कुरा हो, भन्नै परेन है। CS4 यहाँ त दिएछ। हेर त, हो अर्को चाहिँ 3 डिग्रीलाई पनि हामी प्रिपेयर गर्न सक्दैनौँ है। यो F नम्बर भयो है। यो F नम्बर भनेपछि D र E दुवैलाई हामीले हाइड्रोजिनेसन रिएक्सनबाट प्रिपेयर गर्न सक्दैनौँ है। नेक्स्ट हेर्नु त, नेक्स्ट भनेपछि अब नेक्स्ट भनेपछि यहाँ चाहिँ हामी 7 नम्बरमा ग्रिग्नाट रिएजेन्ट पढ्छौँ है। यो ग्रिग्नाट रिएजेन्ट भनेको हामीले RMGX लाई बुझ्छौँ। दिस इज नन एज ग्रिग्नाट रिएजेन्ट है। अब ग्रिग्नाट रिएजेन्ट भनेर कसलाई हामी चिन्छौँ RMGX लाई चिन्छौँ है। अल्काइल मेग्नेसियम हाइलाइड, यो भनेको अल्काइल, यो भनेको मेग्नेसियम, X भनेको हाइलाइड। अल्काइल मेग्नेसियम हाइलाइडलाई हामी के भनेर चिन्छौँ ग्रिग्नाट रिएजेन्ट भनेर चिन्छौँ है। अब यहाँ हेर्नु त, प्रिपरेसन यसको दुईटा टाइप्स। ग्रिग्नाट रिएजेन्टमा हामीले दुईटा टाइप्सको प्रिपरेसन पढ्ने हो। एउटा RS टाइप्सको प्रिपरेसन, अर्को चाहिँ RR टाइप्सको प्रिपरेसन है। एउटा चाहिँ RS टाइपको प्रिपरेसन, अर्को चाहिँ RR टाइप्सको प्रिपरेसन है। यसरी वाला RR टाइप्सको प्रिपरेसन पढ्छौँ। सुरुमा हामीले RS टाइपको प्रिपरेसनमा हेर्नु त, हामीले ग्रिग्नाट रिएजेन्टलाई यहाँ रिड्युसिङ एजेन्ट नबुझ्ने बाबु, ग्रिग्नाट रिएजेन्ट है। RMGX लाई यदि वाटरसँग रिएक्सन गराउँछौँ भने हेर्नु त के बन्न जान्छ, RS टाइप्सको बनाइरहेछौँ प्रिपरेसन गरिरहेछौँ भने आरमा अल्काइल ग्रुपमा आएर हाइड्रोजन के हुन्छ वाटरको हाइड्रोजन जोडिन्छ है। अनि बाँकी बचेको कुरा जुन जिम्रो हुन्छ नि त्यो गएर मेग्नेसियममा अट्याच हुन्छ। अब यहाँ भन्न पर्यो भने तिम्रो यति पार्ट प्लस भयो, यति पार्ट प्लस, यति माइनस है, प्लस माइनस यसरी जान्छन् है। यो प्लस हो भने यसमा OH गएर माइनस यसरी के हुन्छ जोडिन्छ है। हेर त, यो प्लस थियो, यो माइनस थियो, प्लस कोसँग जान्छ माइनससँग जान्छ।
अनि यता यता यताको पार्टतिर हेर्ने हो भने यो हाइड्रोजन चाहिँ प्लस थियो अनि यो चाहिँ के थियो माइनस, प्लस माइनस हाइड्रोजन यसरी हो। प्लस माइनसबाट पनि नि बुझ्न मिल्छ है। यदि केमिकल रिएक्सन गराउन सक्यो होइन भने प्लस माइनसबाट बुझ्ने है। तर क्रेकिङ गर्दाखेरि हाइड्रोलाइसिस गर्दाखेरि त्यहाँ CaCO3 जस्तै ब्रेकडाउन बनेर के बन्छ त्यस्तोमा त प्लस माइनस गरेर त गर्न सक्दैनौँ है। ल यता अगाडि ध्यान दिनु त। अब यहाँ चाहिँ इक्जाम्पल बुझौँ। C2H5 भनेको यसलाई त मिथ इथ, दुईटा कार्बन भनेको इथ है, इथाइल मेग्नेसियम ब्रोमाइड है। C2H5 भनेको यसको नाम के हो? इथाइल हो। के हो? इथाइल हो। यति पार्ट भनेको मेग्नेसियम ब्रोमाइड, इथाइल मेग्नेसियम ब्रोमाइड भनेको यो ग्रिग्नाट रिएजेन्ट हो कि नै? MgR आउने बित्तिकै RMgX आउने बित्तिकै त्यो भनेको ग्रिग्नाट रिएजेन्ट भनेर बुझ्ने। यहाँ चाहिँ वाटरसँग रिएक्सन गराउँदाखेरि यो हाइड्रोजन आएर अल्काइल ग्रुपमा जोइन हुन्छ अनि बाँकी बचेको तिम्रो मेग्नेसियममा गएर अट्याच हुन्छ है। यहाँ C2H5H आएर जोड्दाखेरि के बन्यो? C2H6 बन्यो। अनि C2H6 भनेको हो यहाँ हेर त, C2H6 भनेको ल इथ इथ है, इथ ठिक छ। त्यसपछि यसको फर्स्ट नम्बरमा ग्रिग्नाट रिएजेन्टले वाटरसँग रिएक्सन गरायो। नेक्स्ट पोइन्ट भनेपछि ग्रिग्नाट रिएजेन्टलाई हामीले यहाँ चाहिँ C2H5OH C2H5S यिनीहरूसँग हामी रिएक्सन गराउँछौँ है। अब यहाँ हेर्नु, मैले यसमा एउटा ट्रिक भन्छु है, ट्रिक भन्छु। यो NOS र ट्रिपल बन्डसँग यदि डाइरेक्ट हाइड्रोजन जोइन छ भने, डाइरेक्ट हाइड्रोजन ग्रुप जोइन छ भने यसमा के गर्ने? यो हाइड्रोजनलाई ल्याएर अब अल्काइल ग्रुपमा अट्याच गराउने, बाँकी बचेको कुरा तिम्रो मेग्नेसियममा गएर के हुन्छ? अट्याच हुन्छ। मेग्नेसियममा गएर के हुन्छ? अट्याच हुन्छ। यति यिनीहरू भनेको इलेक्ट्रोन विथड्रोइङ ग्रुप हुन्। इलेक्ट्रोन विथड्रोइङ ग्रुपसँग डाइरेक्ट हाइड्रोजन जोडिएको है। हाइड्रोजनसँग के गरिएछ? डाइरेक्ट हाइड्रोजनसँग सरी यहाँ इलेक्ट्रोन विथड्रोइङ ग्रुपसँग डाइरेक्ट हाइड्रोजन के गरिएछ? जोडिएछ। त्यही भएर यो जुन ग्रुपहरू छन् विथड्रोइङ ग्रुप, इलेक्ट्रोन विथड्रोइङ ग्रुपसँग हाइड्रोजनलाई निकालेर अल्काइल ग्रुपसँग जोडिदिने, बाँकी बचेको कुरा मेग्नेसियमसँग राखिदिने है। यो ट्रिक भयो बाबु, ट्रिक भयो तिमीलाई है। यो गोक्ने होइन, यो ट्रिकबाट बुझ्नु। कुनै पनि ग्रिग्नाट रिएजेन्ट यदि यस्तोमा जसमा यस्तो ग्रुपमा यस्तो इलेक्ट्रोन विथड्रोइङ ग्रुपसँग जुन हाइड्रोजन डाइरेक्टली त्यसमा अट्याच छ, सँग डाइरेक्ट जोडिएछ, त्यो हाइड्रोजनलाई लगेर तिमीले अल्काइल ग्रुपमा राखिदिने, बाँकी बचेको कुरा मिथाइल मेग्नेसियममा ल्याएर अट्याच गराइदिने है। ठिक छ। यहाँ हेर्नु, यहाँ चाहिँ NH3 भनेको एमोनिया। अब नाइट्रोजन भनेको इलेक्ट्रोन विथड्रोइङ ग्रुप, यससँग हाइड्रोजन जोडिएछ, यो हाइड्रोजन यसमा आएर अट्याच हुन्छ, यसरी बन्न जान्छ है। यसमा पनि हेर्नु त 1 डिग्री एमाइन, 1 डिग्री एमाइन भनेको NH2 थियो, यो हाइड्रोजन नाइट्रोजनसँग जोडिएको थियो इलेक्ट्रोन विथड्रोइङ, यसमा पनि हाइड्रोजन जोडिएको थियो यसरी है, बुझ्न सकिन्छ है। यहाँ हेर्नु त, एसिटिक एसिडको फार्मुला घोक्नु, यो चाहिँ स्ट्रक्चर यसको घोक्नु है। मोलिकुलर फार्मुला CH3 के हो? CH3COOH हो। CH3COOH, अगाडि CH3 पछि कुछ जोडिदिने, कुछ भनेको COOH जोडिदिने है। ल यो भनेको तिम्रो कार्बोक्सिलिक एसिड। ठिक छ, एसिटिक एसिड है। यसलाई इथोनोइक एसिड पनि भन्छौँ है। इथोनोइक एसिड, IUPAC नेममा मिथ इथ, इथानोइक एसिड है। त्यसपछि यसको समरी हेर्ने हो भने हेर त, सबै इलेक्ट्रोन विथड्रोइङ ग्रुपसँग जुन हाइड्रोजन जोइन छ, त्यो हाइड्रोजन के गर्ने? हाइड्रोजनलाई लगेर तिम्रो अल्काइल होइन, यो R ग्रुपमा, R भनेको अल्काइल ग्रुपमा राखिदिने, बाँकी बचेको तिम्रो हाइड्रोजनसँग रिमेनिङ पार्ट है। यसबाट क्वेसन हामीले हेरौँ त। क्वेसनलाई यहाँ सेकेन्ड नम्बरमा हेर्नु त, प्रिपरेसन अफ RR टाइप्सको हामी प्रिपरेसन पढ्छौँ। RR टाइप्सको प्रिपरेसन हेर्नु त, यसमा चाहिँ हेर त, R MgX मा तिम्रो Mg प्लस हुन्छ, R माइनस हुन्छ, अनि यसमा RX मा R प्लस हुन्छ, X माइनस हुन्छ। अब अलवेज प्लस माइनससँग जान्छ यार, यसमा केही भन्ने पर्दैन, RR भयो, बाँकी बचेको कुरा Mg सँग गयो है। ठिक छ। CH3 MgCl CH3CH2 यहाँ डिफ्रेन्ट अल्काइल ग्रुप छ है, यहाँ ध्यान दिनु होला। RR बन्यो है, दुवै मिल्ने, बाँकी बचेको कुरा मेग्नेसियमसँग गयो। यसको हाइड्रोलाइसिसहरू कोही
प्रिपरेसन नम्बर 8 मा हेर्नु त हाइड्रोलाइसिस यसबाट पास्ट इयर क्वेसन सोधिसकेछ धेरै टाइम सोधेछ त्यही भएर भी जतिचोटि भेरी भेरी इम्पोर्टेन्ट भने पनि कम नै छ है यहाँ हेर्नु त हाइड्रोलाइसिस अफ अल्मुनियम एन्ड बेरिलियमको कुरा गर्ने है अब अल्मुनियम एन्ड बेरिलियम कार्बाइडको हामीले हाइड्रोलाइसिस भनेको के हो वाटरसँग के गर्नु ट्रिट गराउनु त्यसलाई वाटरसँग के गर्नु रिएक्सन गराउनु अल्मुनियम कार्बाइड अथवा बेरिलियम कार्बाइडलाई तिमीले वाटरसँग रिएक्सन गराउँछौ भने के भन्छ हेर अल्मुनियम कार्बाइड र बेरिलियम कार्बाइडलाई यदि वाटरसँग त्यसको हाइड्रोलाइसिस अथवा वाटरसँग रिएक्सन गरायो भने मिथेन ग्यास बन्न जान्छ के बन्न जान्छ मिथेन ग्यास बन्न जान्छ र त्यसको हाइड्रोक्साइड बन्न जान्छ बुझ्यो रेस्पेक्टिभ इलिमेन्टको हाइड्रोक्साइड बन्न जान्छ अनि कुन ग्यास बन्छ मिथेन ग्यास है मिथेन ग्यास ल अर्को तर यसमा चाहिँ एउटा एक्सेप्सन छ है बेरिलियम र अल्मुनियम कार्बाइडको रिएक्सन गरायो भने मिथेन ग्यास बन्यो तर क्याल्सियम कार्बाइडको हाइड्रोलाइसिस अथवा वाटरसँग रिएक्सन गरायो भने यहाँ मिथेन ग्यास बन्छ बन्दैन मिथेन ग्यास बन्दैन बाबु मिथेन ग्यास बन्दैन मिथेन ग्यासको सट्टामा के बन्छ इन्स्टेड अफ मिथेन ग्यास तिम्रो के बन्छ इथाइन ग्यास बन्छ एसिटाइलिन ग्यास बन्छ के बन्छ एसिटाइलिन ग्यास बन्छ ओ अहिले प्रेजेन्ट टाइममा दीपावलीमा यस्तो पडाका निस्के थियो नि क्याल्सियम कार्बाइड हाल्ने अनि अलिकति त्यसमा ट्युबमा तिम्रो वाटर राख्ने अनि त्यसलाई यसरी प्रेसर दिएपछि त्यो पड्कन्थ्यो तर यो इथाइलिन ग्यास अनि एसिटाइलिन ग्यास जसलाई भन्छौँ यो हाइली पोइजनियस हुन्छ है ब्लाइन्ड मान्छेलाई आँखामा परेपछि ब्लाइन्ड गरिदिन्थ्यो है डिफ्रेन्ट टाइप्सको हजार्डेस थियो त्यसमा त्यही भएर दिस इज भेरी भेरी हजार्डेस अहिलेको टाइममा यो पडाका जस्तो दिवालीमा भाइरल भएको थियो नि भिडियोहरू एउटा चाहिँ ट्युबमा क्याल्सियम कार्बाइड राख्ने पानी राख्ने अनि त्यसलाई प्रेसर दिएर पड्काउने त्यस्तो होला के ठिक छ ध्यान दिने क्याल्सियम कार्बाइडलाई हाइड्रोलाइसिस गर्यो भने के बन्न जान्छ इथाइन अथवा एसिटाइलिन ग्यास बन्न जान्छ है अब 9 नम्बर प्रिपरेसन पढौँ त 9 नम्बर प्रिपरेसनमा तिम्रो के दिएछ रिडक्सन अफ अल्कोहल दिएछ है OH को रिडक्सन है हेर अब इन द प्रेसेन्स यदि रिड्युसिङ एजेन्ट तिम्रो के छ रेड फास्फोरस अनि हाइड्रोजन आयोडाइड छ भने यसको प्रेसेन्समा तिमीले रिडक्सन गर्यो के को रिडक्सन गर्यो अल्कोहलको अल्डिहाइडको केटनको कार्बोक्सिलिक एसिडको एसिड क्लोराइडको यहाँ एसिड क्लोराइड भनेपछि यहाँ मैले लेखिदिन्छु है अल्कोहल भनेको OH एल्डिहाइड भनेको CHO केटोन भनेको तिम्रो के भयो केटोन भनेको यसरी डिनोट गर्छौँ अक्सिलिक एसिड भनेको है कार्बोक्सिलिक एसिड भनेको यसरी है त्यसपछि क्याल्सियम क्लोराइड हेर्नु त यहाँ चाहिँ एसिड क्लोराइड है एसिड क्लोराइड भनेपछि COCl बाट के गर्छौँ डिनोट गर्छौँ यसमा अब हेर के गर्न पर्दैन यदि रेड फास्फोरस 425 केल्भिनको प्रेसेन्समा तिमीले रिडक्सन गरायो भने अल्कोहल अल्डिहाइड केटोन कार्बोक्सिलिक एसिड अथवा एसिड क्लोराइडको रिएक्सन गरायो भने हेर त के बन्न जान्छ आरमा यो अल्काइल ग्रुपमा तिम्रो एउटा हाइड्रोजन यो यहाँबाट एच यसरी गएर यो यता H2O बन्न जान्छ है यति पार्ट H2O बन्छ यो आयोडिन बन्छ है I2 यसरी आयोडिन बन्छ अनि यसमा एउटा हाइड्रोजन आएर रिडक्सन गरिरहेछौँ एडिसन अफ हाइड्रोजन हो यसमा आएर हाइड्रोजन के हुन्छ जोडिन्छ तर यो रिएक्सनमा तिम्रो एउटा मात्र एक्सेप्सन छ बाबु हेर त एउटा मात्र एक्सेप्सन भनेको यो पार्ट हो हेर्नु त यो पार्ट हामीले C डबल बन्ड O को रिडक्सन गराउँछौँ रेड फास्फोरस प्लस HI मा रिडक्सन गराउँछौँ भने यसको रिडक्सन तिम्रो के हुन जान्छ CH2 C डबल बन्ड O को रिडक्सन केमा हुन जान्छ CH2 मा हुन जान्छ है CH2 मा हुन जान्छ यति मात्र है अरु सबै CH3 बन्न जान्छ है त्यसपछि यसमा हेर त इथाइल आयोडाइडलाई यदि हाइड्रोजन आयोडाइडसँग रिएक्सन गरायो इन द प्रेसेन्स अफ रेड फास्फोरस भने के बन्न जान्छ C2H6 बन्न जान्छ है C2H6 बन्न जान्छ है यहाँ स्पेशल केसेस केही छ रिडक्सनको अल्डिहाइड र केटोनको केसेसमा यिनी रिएक्सनहरू पनि भेरी भेरी इम्पोर्टेन्ट हो यिनीहरूको बीचको रिएजेन्ट घोक्नु के नेमिङ रिएक्सनको रिएजेन्ट घोक्नु बाबु भेरी इम्पोर्टेन्ट छ तिमीले रिमेम्बर गर्न सक्छौ कि यो कुन प्रकारको रिएक्सन हो भनेर है
कसको रिएक्सन हो भनेर, क्लिम्सन रिडक्सन हो कि वुल्फ किस्नर रिडक्सन हो है, यसरी हामीले बुझ्न सक्छौँ। जस्तै हेर त, यदि बिचमा रिएजेन्ट तिम्रो ZnHg दिएछ, ZnHg दिएछ, ZnHg भनेको एमलगेटेड जिङ्क भन्छौँ यसलाई है, एमलगेटेड के भन्छौँ, जिङ्क भन्छौँ, एमलगेटेड जिङ्क भन्छौँ है। अनि कङ्क HCl हुन्छ है, यसको प्रेजेन्समा रिएक्सन गराउँछौँ भने त्यो भनेको रिडक्सन गराउँछ भने त्यो भनेको कस्तो टाइप्सको रिडक्सन हो, क्लिम्सन रिडक्सन हो है। मैले अघि नै भनिसकेको छु, सी डबल बन्ड ओ है, CO भनेको तिम्रो के हो, क्याटोन हो। अब यसलाई रिडक्सन गराउँदाखेरि यसको रिडक्सन के हुन्छ, CH2 मा चेन्ज हुन्छ है। यसमा हेर्नु त, यति पार्ट हेर्नु, यसमा चाहिँ CH3 C डबल बन्ड O H छ कि नै, यति पार्टलाई रिडक्सन गरायो भने ZnHg भनेको रिडक्सन त हो, कङ्क HCl यो भनेको रिड्युसिङ एजेन्ट हो, रिडक्सन गर्दैछ भने CH3 C डबल बन्ड O केमा चेन्ज हुन्छ, CH2 मा चेन्ज हुन्छ। यहाँ अलरेडी एउटा हाइड्रोजन थियो, केमा चेन्ज हुन जान्छ, CH3। यसरी निकाल्दिने है, यसरी निकाल्दिने, केही गर्ने होइन। यति यति C डबल बन्ड O CO को पार्टलाई CH2 राखिदिने, नथिङ टु डु है, यति पार्टलाई CH2 राखिदिने। हेर त, यसमालाई हामीले यति पार्टलाई तिमीले C डबल बन्ड O छ नि, यति पार्टलाई राख्छौँ भने यहाँ CH2 यसरी बन्न जान्छ कि नै, यो तिम्रो लास्टमा यसरी बेन्जिन बनाउँछ है, ठिक छ। त्यसपछि उल्फ किस्नर रिडक्सन हेर्नु त, उल्फ किस्नर रिडक्सनमा हामी यहाँ हेर्नु, यसको रिएजेन्ट भनेपछि के हुन सक्छ, हेर त, यहाँ रिड्युसिङ एजेन्ट होइन, रिएजेन्ट कसको प्रेसेन्समा रिएक्सन गराउँछौँ, यो NH2 भनेको यसको नाम हाइड्रोजिन हो। एकचोटि पास्ट इयर क्वेसनमा सोधिसकेछ कि हाइड्रोजिनमा कतिवटा सिग्मा बन्ड हुन्छन् है, कतिवटा सिग्मा बन्ड हुन्छन् भनेर। हेर्नु त, NH3 भनेको यसरी 3वटा है, यसको बिचमा पनि NH3 है, यसरी है, यसरी, ठिक छ। त्यसपछि हेर त, C डबल बन्ड O रिडक्सन गराउँछौँ भने CH2 मा, केही गर्ने होइन, CH3 भयो है, नथिङ टु डु। माथिको जस्तै है, रिएजेन्ट ख्याल राख्ने है, NH2 अथवा के हुन पर्यो, NH2 KOH अथवा ZnHg अथवा कङ्क HCl हुन पर्यो। कसको रिएक्सनमा, कसको रिएक्सनमा, उल्फ किस्नर रिडक्सनमा तिम्रो रिएजेन्ट भनेपछि के हुन पर्यो, NH2 KOH कि त NH2 C2H5ON हुन पर्यो है। तर माथिको रिएक्सन हेर त, यहाँ चाहिँ हामीले अल्डिहाइडको क्लिम्सन रिडक्सन पढ्दाखेरि यसमा रिएजेन्ट के हुन पर्थ्यो, तिम्रो रिएजेन्ट ZnHg हुन पर्थ्यो, यो वाला है, ठिक छ। अब हेर्नु, त्यसपछि लास्टमा एउटा कोरे हाउस सेन्थेसिस है, कोरे हाउस सेन्थेसिस भनेको यो रिएक्सनमा हामीले डाइरेक्ट RR टाइप्सको है, यो अर्कै अल्काइल छ, यो अर्कै अल्काइल हो, यहाँबाट X निकाल्ने, यो LiX यसरी यसमा जान्छ, LiCuix यसरी बन्न जान्छ। त्यसपछि बाँकी बचेको कुरा यो R1 आएर यसमा एटेच हुन्छ है, अट्याच भएपछि यसरी R ड्यास बन्न जान्छ है। यो भनेको तिम्रो के हो, कोरे हाउस सेन्थेसिस हो है। यसमा लास्टमा लिथियम डाइअल्काइल कोप्राइड बन्न जान्छ है, कोप्रेट बन्न जान्छ, जसलाई हामीले गिलमान रिएजेन्ट भन्छौँ है। यसको रिएक्सन अलिक ध्यानै दिन पर्छ, बिचमा तिम्रो मेकानिजम सिकाउँदाखेरि टाइम लाग्छ है, त्यही भएर हामी मुभान भइहाल्छौँ है। यति मात्र याद राख्नु, त्यो भयो। यति मात्र याद राख्नु, यो लिथियम अल्काइल कपरेट भनेको तिम्रो के हो, गिलमान रिएजेन्ट हो है, गिलमान के हो, रिएजेन्ट हो। यसमा क्वेसन हेर्नु त, विच अफ द फलोइङ रिएक्सन क्यान नट बी युज टु अब्टेन प्रोपेन। यसबाट हामीले कसबाट प्रोपेन बनाउन सक्दैनौँ है, कसबाट के गर्न सक्छौँ, प्रोपेन बनाउन सक्दैनौँ। विच अफ द फलोइङ रिएक्सन क्यान नट बी युज टु प्रिपेयर प्रोपेन। अब यहाँ हेर्नु त, प्रोपेन भनेको एकचोटि त्यसको स्ट्रक्चर लेखौँ न, CH3 CH2 CH3। यहाँ हेर्नु त, अब यसलाई सम्भावना छ कि मैले कसरी बनाउन सक्छु, उज रिएक्सन पहिला चेक गरौँ त। यदि मैले एउटा कार्बन राखेँ भने, एउटा कार्बन यसरी राखेँ भने CH2 अथवा CH3 Cl यसरी राखेँ, यसको Na अनि Cl CH3 यति पार्ट निकाल्छु। हेर त, CH दुईटा कार्बन बन्न जान्छ नि, CH3 बन्न जान्छ, बन्यो बनेन। दुईटा कार्बन लिम त, CH3 CH2 यसरी बन्छ भने यहाँ बिचमा राख्यो यति पार्ट जान्छ, बाँकी तिम्रो उर्ज रिएक्सन मैले सिकाइरहेको छु है, CH3 CH2 CH3। हेर त, 4वटा बन्यो भनेपछि प्रोपेन कसबाट बनाउन सकिन्न, हामी उर्ज रिएक्सनबाट प्रोपेन बनाउन सक्दैनौँ है, ठिक छ।
त्यसपछि हेर्नु त यहाँ पास्ट इयर केही क्वेसनहरू छन् है यहाँ हेर्नु त पास्ट इयर क्वेसनहरू हेर क्रेकिङ अफ हाइड्रोकार्बन इज द प्रोसेस इन विच है अब यसमा भन्नु त क्रेकिङ अफ हाइड्रोकार्बन भनेको क्रेकिङ भनेको तिम्रो हाइड्रोलाइसिस गर्नु त्यसलाई ब्रेकडाउन गर्नु है हिट दिएर हामीले के गर्नु ब्रेकडाउन गर्नु अब हाई हाई हाइड्रोकार्बन हायर हाइड्रोकार्बनलाई लोअर हाइड्रोकार्बनमा के गर्नु ब्रेकडाउन गर्नु है त्यसरी हायर बोइलिङ हाइड्रोकार्बनलाई लोअर बोइलिङ हाइड्रोकार्बनमा के गर्नु ब्रेकडाउन गर्नु त्यसलाई हामी के भन्छौँ क्रेकिङ भन्छौँ है सेकेन्ड यसमा क्वेसन हेर्नु द ग्यास अब्टेन्ड बाई एटिङ वाटर अन अल्मुनियम क्लोराइड यदि अल्मुनियम क्लोराइडलाई तिमीले अल्मुनियम क्लोराइड होइन कार्बाइड हो अल्मुनियम कार्बाइडलाई हाइड्रोलाइसिस गर्यो अथवा वाटरसँग रिएक्सन गर्यो भने के बन्न जान्छ कुन ग्यास बन्न जान्छ मिथेन ग्यास बन्न जान्छ तर यहाँ ध्यान राख्नु क्याल्सियम कार्बाइडलाई यदि वाटरसँग रिएक्सन गर्यो भने कुन ग्यास बन्छ एसिटाइलिन अथवा इथाइन ग्यास बन्छ है ठिक छ अर्को क्वेसन नम्बर 3 मा हेर्नु त A metallic carbide on reaction with water gives a hydrocarbon which readily burns in oxygen and it gives toluene reagent है कसको कुरा गरिरहेछ इथाइनको कुरा गरिरहेछ है कसको कुरा गरे हा इथाइनको क्याल्सियम मेटालिक कार्बाइड भनेको क्याल्सियम कार्बाइडलाई रिएक्सन गरायो कोसँग हाइड्रोकार्बन वाटरसँग है बर्न भएर अक्सिजन गिव्स टोलेन रिएजेन्ट के दिन्छ टोलेन रिएजेन्ट दिन्छ त्यो के हो इथाइन हो अब हेर मेजर कन्स्टिट्युएन्ट अफ मार्सगेट हो मार्सगेट मैले अघि नै सिकाएको छु CH4 भनेको के हो तिम्रो मिथेन ग्यास हो अथवा यसको अर्को नाम चाहिँ के हो अर्को नाम चाहिँ मार्स ग्यास हो है ठीक छ अर्को क्वेसन अल्केन आर रिप्रेजेन्टेड बाई जेनरल फार्मुला अल्केनको जेनरल फार्मुला के हो CnH2 N+2 यो अल्केनको भयो यो तिम्रो के भयो अल्किन भयो यो चाहिँ के भयो अल्काइन भयो यसरी है इन ग्रीन हाउस इफेक्ट मिथेन काज हो यो राम्रो क्वेसन छ है राम्रो क्वेसन छ ग्रीन हाउस इफेक्टमा मिथेन ग्यासले के गर्छ हिटलाई अब्जर्भ गर्छ रिफ्लेक्सन अफ हिट गर्छ कि डिस्ट्रोय ग्रीन हाउस गर्छ कि नन गर्छ भन्नु त यहाँ के गर्छ अब्जर्प्सन अफ हिट गर्छ हिटलाई अब्जर्भ गर्छ कि के गर्छ रिफ्लेक्सन गर्छ कि अब्जर्भेसन गर्छ भन्नु त यो चाहिँ मैले कमेन्टमा हाल्नु है चाहिँ कमेन्ट गर्नु यसको क्वेसन चाहिँ कमेन्ट गर्नु हेरौँ कतिको बुझेछौ भनेर है आजको लागि चाहिँ यति मात्र है एउटा क्वेसन अझै रहेछ है प्योर मिथेन क्यान बी प्रोड्युस्ड बाई हो प्योर मिथेन हामी कोबाट प्रिपेयर गर्न सक्छौँ सुरुमा कुन रिएक्सन पढेको सोडा लाइम रिएक्सन पढेको स्टार्टिङ सोडा लाइम रिएक्सन पढेको सोडा लाइम डिकार्बो अक्सिलेसनबाट नै हामीले प्योर मिथेन कसरी प्रिपेयर गर्न सक्छौँ यो भनेको सोडा लाइम डिकार्बो अक्सिलेसन भनेको लेबोरेटरी रिएक्सन हो है त्यही भएर यसबाट हामीले सोडा लाइम डिकार्बो अक्सिलेसन प्योर मात्रामा पाउन सक्छौँ है प्योर मिथेन के गर्न सक्छौँ प्रिपेयर गर्न सक्छौँ म्यानुफ्याक्चर गर्न सक्छौँ है ठिक छ ल आजको लागि यति मात्र है ल भिडियोलाई चाहिँ लाइक गरिदिनु होला सब्सक्राइब गर्नु है अझै यसबाट CEE 203 है CEE 203 को लागि म भिडियो चाहिँ बनाउँदै गर्छु पास्ट इयर क्वेसनहरू है पास्ट इयर क्वेसनको यसो सिरिजहरू MCQहरू गराउँदै गर्छौँ है ठिक छ अब इक्जाम चाहिँ नजदिक आइसकेछ त्यही भएर ध्यान दिनु पर्यो है राम्ररी पढ्नु है अल द बेस्ट है